छोडिदिनु, आर्थिक कारणले होइन त, आर्थिक कारणले। कारणले हो, कारण आर्थिकै। अनि गरिब झन्डुमार देश भएर होइन त, अरू के हो त भन्नु त। त्यो त हो, गरिब देश भएर अर्काको सुन्नु परेको छ नि, प्रब्लम त हो। अनि त्यति होइन त कुरा, अरू के छ त यहाँ भन्नु त, त्यो त त्यही केही हो, छ त अरू? गरिब भएको भएर अर्काको सुन्नु परेको छ, एडिबीको सुन्नुपर्छ, वर्ल्ड ब्याङ्कको सुन्नुपर्छ, अनि उनीहरूले नियम लाद्छन्, अनि त लादेको नियम मान्नुपर्छ, त्यो प्रब्लम त्यही हो। पहिला त तपाईँको लाइसेन्सै दिन्थ्यो त, या डिबी लामा भन्नेले न्युरोलमै 5 तलाको लिफ्ट सहितको घर जोडेर एसियामै पहिलो घर बनाएर अनि ह्यासिस डिस्ट्रिब्युसन सेन्टरै बनाएको थियो त, पसलै बनाएको थियो त, थिएन त? बनाथे पहिलो मान्छे हो डिबी लामा जसको बाथरुममा अनि टिभी थियो। लिफ्ट फर्स्ट लिफ्ट थियो, मान्छे हो बाथरुममा टिभी थियो। फर्स्ट लिफ्ट जोड्ने मान्छे डिबी लामा हो क्या, अँ, साउथ इस्टमा एसियामा भनौँ न। अनि कस्तो हुँदो रहेछ त अब त्यो भनेर त्यो सम्झाउनु पनि सकिँदैन क्या। डिबी लामाले त अनि सुनका पनि ढिक्का ढिक्का ल्याउँछ अरे भन्ने पनि त सुनेको थिएँ नि त। त्यो फाल्तुको कुरा हो क्या सर, त्यो पछिको त्यो कुरा हो। फाल्तु कुरा हो, सबै थाहा छ तपाईँलाई। त्यो समय पनि त त्यो कृष्णबहादुर महराले पनि त ल्याउँछ नि, अनि उसले पनि ल्याएकै हो। अनि सुन त तपाईँको फरेभर कमोडिटी हो त, नार्कोटिक्स होइन नि त सुन त। ड्याङ एयरपोर्टबाट पास पनि भएको हो नि त। के अरे यहाँ बिजनबाट भनेर हुन्छ मेरो घरै छ 50 किलो। ए डिबी लामाकै छोराको घरमा मैले डिबी लामा छोड्नु न, मैले भनेको चाहिँ सुन्नु, 4 क्विन्टल चाहिँ आज बिहान पक्रेको छ 10 बजे होइन। 4 क्विन्टल भने कति टन हो सोच्नु, 4 टन होइन है। माओवादी त सबै सुन पस्के त होइन। 5 टन तपाईँको 1 वर्ष 1.5 वर्ष अगाडि पक्रेको 5 टन 1 वर्ष अगाडि नै जस्तो लाग्छ। 4 क्विन्टल भनेको 4 टन अहिले पक्रे जस्तो लाग्छ। अनि तपाईँले के भन्न खोजेको क्या, यो देशमा चाहिँ कोही न कोही त पाब्लो एस्कोबार छ नि त, छैन त? गरिरहेछ त कारोबार, मस्ती गरिरहेछ, कहिले नदीमा बगाउँछ, कहिले के गर्छ, कहिले के गर्छ, छल्छ। बरु त्योभन्दा त सरकारको पोटलीमा जाओस् न भन्ने मेरो कुरा क्या। त्यो तस्करी गरेर खानुभन्दा सरकारले लिगलाइज गराओस्, सरकारले खाओस् न भन्ने कुरा हो क्या, बुझ्नुभयो नि? इन्डियाले दिन्छ सुन त सबै इन्डिया पास हुन्छ। ब्रान्डिङ गराओस्, लिगलाइज गराओस्, बरु मेडिसिनल युजलाई नै गराओस् होइन। तर सरकारले सबै अधिग्रहण गरेर उसले खानु पर्यो नि त त्यो त। यो फाल्तु कुरा गरेर हुन्छ यहाँ मान्छेहरूलाई। पहिलो कुरो त नेपालमा गाँजा भनेको सांस्कृतिक चिज हो है, सांस्कृतिक चिजलाई ब्यान गर्न पाइँदैन। शिवको देशमा गाँजा ब्यान गर्ने हुँदैन क्या दाइ, त्यो शिवरात्रिको एक दिन लिगलाइज गरेर त्यो केही पनि हुँदैन, त्यो कमर्सियल भ्यालु 0 हुन्छ दाइ, त्यति चाहिँ बुझ्नु तपाईँले। होइन, त्यो मैले भनेको कुरो शिवको देशमा गाँजा ब्यान गर्नु भनेको त मूर्खता हो नि। त्यो त सरकारले भन्नु क्या त, हामीलाई होइन। है मैले भन्न खोजेको सबैलाई हो। भोलि पढ्यो भने होइन, यस्तो कुरा गर्दा पढ्यो भने त म त मागको मेरो जग्गा बेचेर होइन, म त डिफेन्ड गरेर म त जग्गामा उत्रिन्छु। तपाईँ आउनुहुन्छ कि आउनु मलाई थाहा छैन होइन दाइ, म त आउने हो, म त ढुक्क आउँछु। नेपाल सरकारलाई फाइदा हुने कुरा हो होइन, म त ढुक्क आउँछु दाइ, म त आउँछु। म बेचिदिन्छु, पुरै झापा बेचिदिन्छु, मलाई मतलबै लाग्दैन। आउ न डिफेन्ड गर्न आउ न भनेर म त आउने हो, पुरै नाङ्गे भएर आउँछु म त। तर तपाईँहरू तयार हो कि होइन भनेर बुझ्न मन लागेको मात्रै हो मलाई। तपाईँ हामी आउनुहुन्छ तयारै छौँ। बाबा, तपाईँ आउनुहुन्छ? हामी तयार छौँ, तयार। ल ल ल, यति सुन्न मन थियो है। भोलि केस गरेर काहीँ कसैलाई पक्रियो भने तपाईँ आउनुहुन्छ कि आउनुहुन्न भनेर म सोधेको मात्रै हो। यतिको लागि पनि म मेरो जिन्दगी खेर फालिदिन सक्छु। मलाई मतलबै लाग्दैन, त्यसकै एडभोकेट हुन्छु,
मलाई मतलब राख्दैन ल बुझ्नुभयो दाइ बुझेछु बाबु बुझेँ। त्यति सपोर्ट भएर मात्रै नभएर मात्रै म चाहिँ अलिकति हरेस खाएर बसेको मान्छे हो हरेस चरेस सबै खाएको मान्छे हो नानु सर नमस्कार। नमस्कार नमस्कार। के छ सर, आज के विषयवस्तु सुरु गरौँ ल भन्नुहोस्। अब के कुरा गर्नु सर, एउटै कुरा रिपिट भएको भइछ होइन। अब सेवनले गरेन, सरकारले हेरेन, लगानीकर्ताको मनोबल बढेन, सरकारले सरकार दुई तिहाईको सरकारले पनि केही गर्न सकेन भनेपछि अब हामी कुन बाटो अपनाउने, अब कसरी अगाडि बढ्ने? यो ठुलो गम्भीर विषय हो क्या। अब ल बिडी बाबा, कुन बाटो अप्नाउने? सरकारले त हामीलाई हेप्यो, कुन बाटो अप्नाउने ल हेप्पी भन्नुहोस्। हो, साह्रै हेप्पी हो। बिडी बाबाको हुन्डी च्यानल छैन बिडी बाबा भन्नु त च्यानल त सबैका हुन्छन् नि। अब ठिक छ ल अहिले मलाई एउटा कुरा भन्नुहोस् न, यो ब्याङ्किङको यत्रो राम्रो फन्डामेन्टल रिपोर्ट आउँदा पनि बजारले काम गरेन होइन बजारले काम नगरेको होइन सर, अहिले जानी जानी काम नगराएको हो। होइन गरेको छ म एउटा कुरा भनिदिउँ तपाईँहरूलाई गरेको छ त सनराइज ब्याङ्क तपाईँले 200 मा किनेको भए एभरेस्ट ब्याङ्क 200 मा किनेको भए सनराइज होइन, ब्याङ्क किनेको भन्दा भए 3 गुणा छ त तपाईँले किनेको भए त्यो विगतको 1-2 वर्षमा तपाईँले बेच्नु पनि त भयो होला नि त होइन। कतिको लो तपाईँले त्यो बेलामा बेच्नुभयो, अहिलेको सरकारले त्यो बजार जुन घटेको थियो त्यसमा किन यसरी नबढ्न खोजेको, होइन केले सर रोक्यो? त्यस्तो यस्तो हो लोभी पापी माइन्ड भन्ने एउटा कुरा हो तर होइन, हाम्रो तपाईँ कुरा बुझ्नु भएन। टेक्निकल एक्सपेक्टबाट पनि बजार बढ्दैन के। हामीले यो बाट बजारबाट होइन होइन ब्रेकआउट सुन्नु दिएपछि सर बजारले सुन्नु एउटा नारायण सर सम्म पर्ने, टेक्निकल एक्सपेक्टबाट नबढेपछि मान्छे लगानीकर्ताहरूले के हेर्ने त? अब केलाई फलो गर्ने? होइन टेक्निकल एस्पेक्टमा मैले मेरो डिपी हेर्नु न तपाईँले हेर्नु भएन होइन मैले राखिदिएको छु त क्लियरली मलाई तपाईँ माथि विश्वासै छैन। तपाईँ जे कुरा बोल्दैछ नि हावाताले बोल्दै हुनुहुन्छ के। हावादारी नै बोल्दै पनि जे बोले पनि भोलिको दिनमा प्रुफ होला प्रुफ होइन, भएपछि हुँदैन विश्वास गर्दा हुँदैन। तपाईँलाई ढिलो होला त्यही त हो होइन, नि त्यो कुरा कुरा होइन के। यो तपाईँको बजारलाई नबढ्ने त्यहाँ त्यहाँ हाम्रो विश्लेषण के छ भने त्यसमा सरकार पक्ष र यो नियामक पक्षको जुन छ नि भूमिका, त्यसले खेल्नुपर्ने भूमिका नखेलिदिएपछि लगानीकर्ता डुबेको हो के। अनि हामीले पनि त्यही त अब हेरेको हामीले छ नि चाहिँ के सर गर्नु पर्यो भने यो बजारमा सबै कुराले लगानी, त्यो बेलामा हामीले भित्र आयौँ, सरकार 2 तिहाईको सरकार आउँछ भन्ने निश्चित भएपछि एउटा त्यो होइन लेभलमा लुट छैन डाउन त्यस्तो ट्रेन्डमा छैन भएको सबै त्यस्तो बजारलाई त्यो लेभलमा बजार बसिरहेको थियो होइन। एउटा स्पाइक त्यहाँ माथि ना फ्याँक्नु पर्ने ठाउँमा नफ्याँकेर अनि मान्छेले एक्सपेक्ट के गर्छ? समाउनेतिर गयो हाम्रो सरकार। नारायण सर नमस्कार। नमस्कार। नारायण सरलाई एउटा क्वेसन के थियो भन्दाखेरि हजुर अग्रवाल भएको कारणले गर्दाखेरि अरे जोसुकै तपाईँ जातपात, अग्रवाल तपाईँहरू जातपातमा अर्ग्यानिक नजानुहोस् न, मार्केट बाइकआउट तपाईँहरू गरेको छैन अहिले। जातपातमा नजानुहोस् कि। हामी होइन जातपातमा टेक्निकल गएको होइन, पार्टमा कुरा गर्दैछौँ। जातपातमा गएको हामी होइन है हो सर, के अहिले धर्म त्यस्तो सर सर्मको त्यस्तो कुरालाई होइन बिर्स्यौँ होइन क्या। होइन हाम्रो बिडी बाबा लगानी कसरी यो होइन होइन अन्यमा सुन्नु न होइन उहाँले मलाई टेक्निकल आधारमा सोध्नु हामी भएको यो मैले यो रुममा टेक्निकल किन आधारमै आएको? हामी यो रुममा चाहिँ होइन, तपाईँ यो थरको हो भनेर चाहिँ यो कुरा गर्न आएको होइन होइन। होइन हामीले ए चाहिँ इमी सर ए मैले सोध्न हामी खोजेको कुरो अग्रवाल बिडी अर्कै विषयमा हो, बाबा कुरा तपाईँ गर्दैन, तपाईँले हामी कुरो ए नेपाली हो। बिडी बाबा तपाईँ अलि लगाम लाउनुहोस् है, तपाईँको बोली लगाम लाउनुहोस्। तपाईँको कुरा धेरैले मन पराउँदैन, कुरा हस् त्यही हस् हो। होइन हस्। हामी त मन पराउँछ है तपाईँ हामी हामी मन मन पराउँछ नेपाली हो पराउँदैन कि। कसैले मन पहिला यो नपरोस् कुरा बिडी हामी बुझ्नु मन बाबा पर्यो। पराउँछ बिडी बाबाको एउटा लिमिटभन्दा बाहिर गएपछि मान्छेले मन पराउँदैन, अझ धेरै ए मन चाहिने पराउँछ जग्गामा बोल्नुहुन्छ, एकछिन भाइ एकछिन एकछिन। त्यहाँको कुरा नहेरेर राजकुमार दाइ हामी मन पराउँछन् क्या मै मन पराउन्न छड्किनु अचेल, यो बढी बोलेर पहिला पर्दैन यति मन पर्ने, मन पहिला यति बिग्रिनु मन किन पर्थ्यो अचेल यहाँ बानी नै मन पर्दैन यार। होइन यो बोलेछन् यार, अलि मन लगाम त्यस्तै लाउनुहोस् हो दाइ। त ए सुन्नु नि त यार राजकुमार दाइ हामी मान्छेको बानी हुन्छ होइन त्यो छोडिदिनु तर नारायण सरको गफ सुनौला एकछिन
अब यस्तो हुन्छ क्या बोल्दाखेरि मान्छेको कन्सन्ट्रेसनै हराउँछ क्या के बोल्नु खोजिरहनु भएको छ उहाँको थिम के हो उहाँ कुन एस्पेक्टबाट बोलिरहनु भएको छ सरकारले किन यस्तो गरिरहेछ होइन होइन बिडी बाबालाई नहटाउनु पर्थ्यो किन हटाउनु भयो नि कसले हटाएन त्यहाँ हेर्न मिलिहाल्छ नि तपाईँ अग्रवाल हो तपाईँ यो हो यो हो एउटा एउटा यो हो हो त्यो यो जाति समुदायको विशेषमा यसमा के नजाउँ मतलब हो होइन जाति हाम्रो जाति लगानी भन्न छ लाउनु भयो नि लगानी त्यसरी उठाउनु पर्यो के डिस्क्रिमिनेसन हाम्रो गर्न लगानी खोज्नु त किन होइन यस्तो नारायण भइरहेछ खरानी किन भयो बिडी बाबाले डिस्क्रिमिनेसन गर्न खोज्नुको त होइन त्यो त्यो केही नि होइन त्यो होइन होइन तर दाइ कम्युनिटीमा डिस्क्रिमिनेसन के छ हामीलाई भनेर भनेको यस्तो चाहिँ के दुःख हो के दाइ छ यो भने नि यो दाइ इन्फर्मल होइन नि दाइ यो रुममा त ट्रेडको बारेमा कुरा गर्ने यो कुरा गर्ने होइन सरकारको बारेमा कुरा गर्ने तपाईँको यो हो भनेर कुरा गर्ने त होइन नि त्यो त के चिन्चान हो र हामी हो क्या साथीभाइहरू हो त हो बिडी हाम्रो बाबालाई तान्नु टेक्निकलमा यार बजार किन तपाईँहरू भएर नबढेको टेक्निकलमा बढा ब्रेकआउट दिइसके पनि बढ्दैन बिडी बाबालाई त्यहाँबाट आएर धेरै ठ्याक्कै लोगको एउटा समूह तपाईँलाई मनमा राम्रो छोडिदियो भनेको थियो रिसाएर गएन के फरक पर्दैन आउनुभयो म कोही गएको छैन मैले उहाँलाई चोइसमा नमस्कार के भनेको भयो होइन सर मैले के अर्कै कुरो भइरहेछ भन्न म खोजेको थिएँ एक सुन्दै कुरो थिएँ पुग्यो क्या ए के मैले भयो सर भनिसकेँ बिडी बाबा तपाईँ दाइ सबै कुरा ठिक छ बढी बोल्नुहुन्छ के तपाईँको बरु ट्रेडको बारेमा सोध्नु हस् हस् म लोनको बोल्दिनँ बारेमा बोल्दिनँ सोध्नु ट्रेडको बारेमा सोध्नु स्टकको बारेमा सोध्नु सरकारको मान्छे बारेमा बढी कुरा बढी खायो भने घिउ पनि तितो हुन्छ ठिकै बोल्यो भने सबैले माया गरे खाने होइन तपाईँलाई माया तर आज पनि गरिन्छ धेरै भएपछि मान्छेलाई इरिटेटिङ लाग्छ क्या दाइ यो कुरा बुझिदिनु पर्यो कि अहिले सबैको बजार राति निन्द्रा पनि राम्रोसँग लाग्दैन होला लगानीकर्ताको अहिलेको अवस्था के भयो हेर्दाखेरि सर के दिन भयो राति यही के भयो सोध्छ कि सर यो सरकार के के भयो हो सर अलि शान्त अहिले हुनु त के के भयो भयो यार कुरा कहिले यस्तो काहीँ हो हाम्रो क्या बिडी सुन्नु बाबा राजकुमार दाई कहिले काहीँ कुरा बिडी सबैलाई बाबा यस्तो हो हाम्रो क्या सबैको दाइ हुन् निन्द्रा पनि अलिकति राम्रोसँग राख्नु लाग्दैन अलिकति सुन्नु बिडी वाइको बाबादेखि सुन्नु नरिसाउनु है म फेरि भन्ने यहाँ भाइले भने सुन्नु यहाँ यस्तो आरोप लाग्यो क्या तपाईँको वाइको भन्ने ब्रोकर खेलाउने एउटा ढकाल भन्ने मान्छे हो होइन उम्, यहाँ चाहिँ मारवाडीलाई दोष लाउँछन् क्या मान्छेले त्यो कुरा भयो क्या होइन वाइको कम्पनीलाई तपाईँले कन्ट्र्याक्ट दिनुभयो होइन त्यो वाइको कम्पनीलाई तपाईँले कन्ट्र्याक्ट दियो उसले पास गर्यो उसलाई तपाईँले पेमेन्ट गर्नुभयो सरकारले पेमेन्ट गर्यो अब वाइको थ्रुबाट हाम्रो यो चलिरहेछ स्टक एक्सचेन्ज होइन अब यो सरकारबाट अडिटिङ भएर पास गरेको वाइको कम्पनी हो अब यसमा त्रुटिहरू पहिल्यै थियो भने किन नसच्याएको होइन गरेको यो ल्याएको त्रुटि त नयाँ गर्नुभयो कम्पनी त्रुटि त त्यही नयाँ बेला कुरा सच्याउनु पर्थ्यो नि भन्दाखेरि त सर होइन सरकारले सुन्नु किन पास गर्यो त त्यसलाई नयाँ कुरा भनिदिन्छु तपाईँलाई नयाँ कुरा त के नयाँ कुरा तपाईँको त्यसमा पनि 10वटा कम्पनी भन्दा बढी ब्रोकरले त कसको कम्पनी चलाइरहेछ दुवैले कन्भिक्टेड भएर भित्र छिरिरहेछ दुवैले देशभित्रै आउन सकेको छैन उसको कम्पनी चलाइरहेछ नि छैन त भन्नु त छ हामी त के हामी त मज कठपुतली त हो नि हामी त कठपुतली होइन त अब यहाँ हाम्रो क्लाउड सरले भनिसक्नुभयो पवन कल्याणजीले सिटी होटलको सेयरलाई त्यसरी गर्नुभएको छ भनेर रुममा होइन हामीले एउटा दुईवटा प्रमाण त यसमा पनि सुन्यौँ यहाँ तर नारायण सर म चाहिँ होइन मसँग फ्लोर सिट भएको भए क्या यो जस्तै यो 2022बाट अथवा 23बाटको चाहिँ फ्लोर सिट मसँग चाहिँ भएको भयो क्या होइन उम्, अब मसँग त भर्खर 2000 यो भर्खर अब 2000 मसँग 23बाट छ क्या 23बाट 24-25 भने चाहिँ अब 26 बेला चाहिँ अब म ट्र्याक गर्न सक्छु यदि मसँग 2021बाट चाहिँ मसँग फ्लोर सिट छ भने त्यो दायाँ भएको गरेको चाहिँ देखिन्छ क्या त्यो किनभने 10 किताको सिस्टम हो 10 किताको सिस्टमबाट चाहिँ कारोबार कसैले गरिरहेछ भने त्यो 10 किताबाट चाहिँ एउटै ब्रोकरबाट अर्को ब्रोकरबाट अर्को ब्रोकर जान्छ अनि त्यसपछि कारोबार हुँदाखेरि त्यो एउटा कुनै ब्रोकरमा चाहिँ एबनर्मल्ली मान्नुहोस् न त्यो ब्रोकरमा चाहिँ होइन अब ब्रोकर ट्रान्सफर गरेर पनि 5 लाख नहुने अवस्था र अनि त्यसपछि त्यहाँबाट 5 लाख कारोबार भएको अवस्था क्या भएको जस्तो कन्डिसनहरूमा चाहिँ ट्र्याक गर्न मिल्छ क्या दाइ त्यो चाहिँ मसँग फ्लोर सिट नभएर हो क्या मैले चाहिँ गर्छु सिटी होटलको भनेर भनेको मसँग फ्लोर सिटै छैन क्या अब कुनै हुन्छ त त्यो नै माइका कुनै तपाईँ सुन्नु माइकालाले मलाई फ्लोर सिट दिएन क्या अब तपाईँ त्यो टाइम माइकालाई रेकर्डेड छोड्नु न हुनुपर्छ तपाईँ एउटा कुरा होइन सुन्नु होइन सुन्नु बुझ्नु भयो नि नारायण दाई मैले उम्, भनेको कुरा बुझ्नु 10 किता बुझ्नुभयो सिस्टममा उहाँले सजिलो बुझ्नुभयो कि बनाइदिन्छ क्या सुन्नु त्यो एउटा एक दिन कुरा सुन्नु अघि अर्को कुरा के पनि बुझ्नु भन्दाखेरि यहाँ गोलेन्द्र चोलेन भनेर आरोप लगाउनु अगाडि पहिला यो कुरा चाहिँ बुझ्नु तपाईँहरूले उहाँहरूको दुइटा त्यो आइएसआइएन नम्बर भनेर कसरी होल्ड गराएर राखेको छ एनआरएम भन्ने कम्पनीको पनि सप्लाई आएको छैन अहिलेसम्म भनेपछि कसरी होल्ड गराएको छ भनेर त्यो बुझ्नु न तपाईँहरूले
त्यो बुझ्नु भएको छ यस्तो क्या तपाईँहरूले? मेरो कुरा चाहिँ भन्नु केमा त। भन्दा नारायण सर, हामीले यो कुरा गरिरहेको छु नि, हामीले चाहिँ भेरिफाई नै गर्नु मिल्छ भन्नु मेरो मेरो यो मेरो अरू कुरा होइन कि यो रक्सीको आफ्नो कुरा होला होइन, तर मेरो मेरो पर्सनली कुरा भनेको चाहिँ हामीले त्यो खालको चाहिँ कनेक्सन बनाउन सकिन्छ कि तपाईँले अलिकति त्यो सप्लाई कुनै नै पनि दिएको छैन सप्लाई त चाहिँ कसरी अब किन तपाईँले प्रमोटरको सप्लाई भनेको अलिक एकछिन क्या प्रमोटरको सप्लाई त अलिक एक्सट्रिम हुन्छ नि त, 10 लाख किता हुन्छ एउटा ब्रोकरबाट त्यो बिहेभियरदेखि, जब कि त्यो 10 लाख किता ट्रान्सफर गर्न पनि सम्भव छैन क्या त्यो लेभलमा, क्या त्यो अर्को ब्रोकरमा क्या त्यो इन्टरनल्ली भनिरहेको हो भनेपछि त? त्यो एकछिन। अनि मैले भनेको चाहिँ त्यो खालको चाहिँ फ्लोर सिट तपाईँको त्यो एभाइलेबल मलाई गर्छ भने मैले त्यो चाहिँ एउटा चाहिँ त्यो हेर्न सक्छु क्या सिटी होटलमा चाहिँ स्पेसिफिकल्ली कुन टाइममा चाहिँ यसरी भएर छ भन्ने कुरा तपाईँले देखिन्छ क्या। सुन्नु ल, होइन युमिजी, तपाईँले सुन्नु भएको छ त, तपाईँले देख्नु भएको छ त आफ्नो आँखाले, तपाईँले डेटा इन्टरप्रेट गर्न सक्नु भएको छ त? ल त्यो भन्नु न पहिला। होइन मैले तपाईँलाई केही कुरा गरेकै छुइनँ, मैले भनेको त्यो डाटा प्रोभाइड मसँग नभएर चाहिँ मैले त्यो गर्न हो, सकेको त्यो छुइनँ जब आएकै भन्ने छैन कुरा र गरे। अनि कसरी गर्नु त भन्ने कुरा मैले उठाइरहेको छु त अघिदेखि, त्यही भनेको क्या मैले। रक्जी तपाईँको कुरा आफ्नो ठाउँमा तपाईँ गरिराख्नु भएको छ होइन, तपाईँको कुरालाई मैले रिप्लाई गर्दाखेरि म अर्कै कुरामा मैले गरिरहेको छु भने तपाईँको अर्कै कुरामा चाहिँ मैले चाहिँ एन्सर दिइराख्नु परिरहेको छ क्या। तपाईँको कुरा इग्नोर गर्नु मैले खोजिरहेको छैन, तपाईँको ल कुरा मैले ल ठिक सम्बोधन छ, ल गरिरहेको छु, ल तर मेरो ल कुरा ल त्यसमा भन्नुहोस् ल रिलेटेडै होइन, तपाईँ तपाईँको कुरासँग रिलेटेडै छैन कि मेरो कुरा। मेरो कुरा अरू जेनरली मैले एउटा चाहिँ जस्ट एउटा सिस्टमेटिक तरिकाले चाहिँ हामीले चाहिँ कुनै स्टकहरू चाहिँ 10 किता सिस्टम नेपालमा भएको कारणले चाहिँ हामीले चाहिँ त्यो आइपिओ लिस्टेड भएको दिनबाट चाहिँ र अहिलेसम्म चाहिँ कसरी कारोबार भएको छ भन्ने कुरा रेकर्ड हामीले चाहिँ छ भने फ्लोर सिट त्यो सिटी होटलमा कुन दिन कसरी स्पेसिफिकली तिनीहरूले चाहिँ ट्रेड अनयुजली गरेको छ, अथवा थोरै क्वान्टिटी गर्दै बेच्दा पनि त्यो चाहिँ होइन धेरै देखिन्छ नि त, जुन ब्रोकरसँग क्रेडिटै नभएको त्यो ब्रोकरसँग क्रेडिट हुँदा पनि ट्रान्सफर हुँदा पनि इन्टरनली त्योभन्दा बढी देखिरहेको भन्ने कुरा देखिन्छ नि त। हो त्यो कुराहरू त्यसरी एनोमोलीहरू बेच्ने चाहिँ होइन क्या। सुन्नु, म त सुन्नु, अब तपाईँ सुन्नु, यो मार्केटमा त्यही कुराले तपाईँको कुरा बिगारेको हो भन्छु म चाहिँ। 10 किता मैले हटाउनुपर्छ भने मैले पनि लबी गर्दै आएको छु, यति कुरा बुझ्नु। तपाईँले मार्केटको ट्रु प्राइस कसरी डिस्कभर हुन्छ भनेर त्यो तपाईँलाई थाहा भयो, तपाईँले यस्तो कुरा गर्दै गर्नुहुन्थ्यो क्या, तपाईँले बुझ्नु भएन? होइन मेरो नारायणजी मलाई चाहिँ होइन यो काला सबै चस्मा सरले पनि एउटा खोल्नुपर्छ। कुरा भनिहाल्छ यो छोड्नु, बजार 6 नि महिना 6 यो महिनासम्म नारायणजी तपाईँले म एउटा काला सुन्नु, चस्मालाई मेरो एउटा कुरा कुरा सुन्नु प्राइस भन्छु पहिला। है, डिस्कभर केले काला हुन्छ थाहा अब छ रक्सी तपाईँ सुन्नु, ट्रु एकछिन प्राइस रक्सी केले एकछिन हुन्छ तपाईँ डिस्कभर तपाईँको त इङ्कमा नारायणजी त्यो बोल्नुहोस्। तपाईँ होइन ट्रु सुन्नुहोस् प्राइस है, डिस्कभर एउटा के हुन्छ कुरा म थाहा भन्छु। ट्रु प्राइस डिस्कभरी गर्ने भए तपाईँले छ सबै लकिन 90:6 खोलिदिनुपर्छ, 6 पब्लिक महिनाभित्रमा सेयरमा सबै 90 लकिन हुनु पर्यो, खोलिदिनुपर्छ, यति कुरा प्रमोटरमा बुझ्नु। 10 हुनु 10% हुनु पर्यो। यस्तो क्या नारायण सर, मलाई चाहिँ म यो चाहिँ काला त्यो चस्मा त्यो सरले चाहिँ 90:10 हुनुपर्ने क्या, त्यो पब्लिकमा भएर 90 त हुनुपर्छ। बिग्रेको नि सर, होइन त्यो भएर 90 त बिग्रेको पब्लिक हो। हुनुपर्छ, नट 90 पब्लिक हुनुपर्छ, 10 चाहिँ त्यो प्रमोटर भएको नि हुनुपर्छ। खोइ त, अनि 3 वर्ष त्यो त्यो लगाइदिनु छ त्यो कहाँ छ लकिन, त? लकिनलाई 3 वर्ष 10:90 छ अनि लगाइदिनुहुन्छ। कहाँ हुन्छ? 90 10:90 पब्लिक हुन्छ। भएको नि, सुन्नु न एउटा कुरा सुन्नु है, 3 वर्ष तपाईँले लकिन लगाइदिनुहुन्छ अनि त्यो प्राइस त तपाईँको होइन त्यही लकिन स्ट्याग्नेन्ट बनाएर राखिदिन्छ नि त। तपाईँले होइन कसरी लकिन डिस्कभर हुन्छ त लकिन प्राइस सिस्टम भन्नु त? राख्नै हुँदैन। किन चाहियो लकिन? लकिन नै चाहिँदैन हो, त्यही भनेको। लकिन मान्छेले आफ्नो चाहिँदैन, तर रिस्क, 90:10 सुन्नु एउटा हुनुपर्छ कुरा, क्या। पहिलो कुरा सुन्नु, इक्विटी मार्केट भनेको कसैलाई यहाँ कल्याण गर्न आउने कुरा होइन, रिस्की मार्केट हो। पहिला त्यो कुरा बुझ्नु बजारमा सबैजनाले फ्लोटिङ होइन। सेयरै छैन अनि त्यो आइपिओमा त्यो कुरा 10 बुझ्नु किताले होइन। गएर अनि सर्किट हान्ने त्यो जस्तो अर्को प्रवृत्ति छ कुरा अनि भनेको बजार तपाईँले भन्नुभयो नि 90 डेज भन्नुभयो नि, 90 डेज होइन 90%। 90%, 90 डेजमा भन्छु म त, हजुर बुझ्नु भएन? कस्तो 90 डेज? 90 डेज भने 6 मन्थ कति हुन्छ? 6 मन्थ भनेको होइन मैले भनेको प्रमोटर जब हामी रिलिज गर्छौँ प्रमोटर 6 मन्थमा पब्लिक र खोल्नुपर्छ। आइपिओ जब सेयर बजार लिस्टिङ हुन्छ त्यति बेला 90 पब्लिक हुनुपर्छ क्या। हो त्यो, अब त्यो त गर्छन् त, यहाँ गर्छन् त, अनि 10 चाहिँ त्यो त प्रमोटर युटोपिया हुनुपर्ने क्या। जस्तो कुरा भयो क्या सर, त्यो त सपना जस्तो कुरा भयो क्या, त्यो गर्दैनन् नि यहाँ त। अनि त्यो गरे पो तपाईँको एक्चुअल प्राइस हो, हुन्छ बजारमा। एक्चुअल प्राइस हो त्यहाँ तपाईँ तपाईँको, खेलाडीहरू खेल्न हो सक्दैन सही नि हो, त। एकदम सही हो। नारायण सर पहिला 30% त लागू गराउनु। अरे 90 मा 30 जानुहोस् न होइन, तपाईँ, 90 नै 30 बजार गर्ने हो, बन्दैन क्या सर। होइन 90 नै गर्ने हो 90 र 30 ले 6 होइन, महिना बजार गर्ने बन्दैन हो। त्यो बन्दैन नारायण इन्टरनेसनल बन्दैन। सरले बेस्ट भनेको प्र्याक्टिस ठिक के हो छ त्यही होइन, गर्ने हो तर क्या। कता लगिनै नराख्ने, 10% सिधै लगइन खुल्छ, 90% चाहिँ पब्लिकलाई दिएपछि सबभन्दा राम्रो हुन्छ भन्ने कुरो त एकदम होइन बेस्ट होइन कुरो नारायण गर्नुभएको। सर, मेरो चाहिँ भनाइ के छ भन्दा यसमा मैले यो कुरा चाहिँ पहिला पनि राखेको थिएँ होइन, भनाइ होइन तर के पहिला चाहिँ भनाइराख्छु 30% भन्दाखेरि लागू गराउनु पर्यो क्या, 30% चाहिँ दुई आइपिओ दुई सर आउनु। विषयमा 30 एउटा सर कुरा त्यो फेरि बढ्दैन।
तपाईँको 30 होइन वटा फेरि 40 नारायण हुँदैन सर, क्या? म एउटा कुरा भन्छु है, मलाई चाहिँ यो सिस्टममा चाहिँ होइन तपाईँहरूले 90% र 10% यो कुरा तपाईँ गरिरहँदाखेरि यता मैले आइपी चाहिँ पनि जारी गर्न लाउने अनि खेलाडीहरू खेलाउन पाउने त्यस्तो नियम किन बनाएको? हो खेलाडीले खेल्न नपाओस् न। होइन अनि यस्तो सप्लाई बजार एन्ड नारायण डिमान्ड एक्चुअल नारायण सर बजार यस्तो डाइनामिक्स क्या, रिकभर भन्ने के हुन्छ नि हो त त्यो बुझ्नु बजारमा। नि पहिला तपाईँले नारायण सर यस्तो हो क्या, निम्ति तपाईँलाई एउटा कुरा त्यो मैले बुझ्नु के क्या तपाईँले। भन्छु भन्दाखेरि मैले चाहिँ के सोचिरहेको छु भन्दाखेरि यो खेलाडीले पनि खेल्न नपाउने, प्रमोटरले पनि सप्लाई चाहिँ एकैचोटि दिन नपाउने नपाउने अनि तरिकाले बजार तपाईँको सोचिरहेको छु स्थिर क्या। भयो नि त। गर्ने बजारले के हो आफ्नै त आफ्नै भन्दाखेरि तरिकाले त्यही हो खेल्छ नि मैले त बजार। भनिरहेको छु जे त, हामीले गर्ने भनेको के त्यही हो भनेर क्या। एकछिन तपाईँले बुझ्नु म एउटा भएन कुरा के होइन भन्छु हिँड्नु चाहिँ भन्दाखेरि नारायण तपाईँ बुझ्नु पर्यो अलिकति। मैले यहाँ अनि यो धेरै अनि एकचोटि आफ्नो कुरा राखिराख्नु परिरहेको छु ब्याङ्किङ यो रुममा सेक्टरको है। हालत किन भएको ल भन्नुहोस् त अहिले? ब्याङ्किङ यस्तो भयो, यस्तो के लाइफ इन्सुरेन्स भयो, नन लाइफको हालत किन यस्तो छ? हाम्रो यो 40 र 50 र 41, 49 र 51 को रेसियोले बिगारेको हो। हो सही हो सही हो सही हो अहिले एकदम सही हो। 10:90 भइदिएको भए के हुन्थ्यो? यस्तो हुन्थ्यो ब्याङ्किङ यस्तो सेक्टर? मलाई यो ब्याङ्किङहरूको बारेमा चाहिँ यो होइन, इन्सुरेन्सहरूको बारेमा अलिकति चाहिँ तपाईँलाई अलिकति ट्रु प्राइस प्रमोटरलाई पनि डिस्कभरी लेभरेज दिए भनेको के हुन्छ। हो भनेर तपाईँलाई थाहा पनि प्रोमो छैन क्या प्रो इमेजिन अनि नारायण हुनु सरले अनि भनेको होइन मेरो नारा अनि कुरा अर्को अर्कैमा छ क्या, अर्को कुरा तपाईँहरूले के मेरो हुनु कुरा पर्थ्यो सुन्नु भने नि, भएको छ तपाईँ एक मिनट। चिसो तपाईँको पानी राइट टु चाहिँ होइन रिस्क भित्र बन्नै होइन मिक्स होइन, भयो नपाउने। म अनि एउटा तपाईँलाई पोइन्ट थाहा राख्छु। हुँदैन यो के हो भनेर तपाईँलाई प्रमोटरलाई सबै पनि मैले अलिकति कुरा आफ्नो लेभरेज दिएर राखिसकिरहेको 30-70 छु। गरे पनि हुन्छ नारायण सर, 30-70 गरेर ए खोलिदिए पनि तपाईँ हुन्छ। सर बजार हामी यस्तो यस्तो नारायण सर, तपाईँको म तपाईँलाई तपाईँलाई बोल्नुहोस् है। सबैलाई डर के त भन्ने कुरा बन्द आउँछ नि भन्नु त। राख्छु, मेरो एउटा कुरा छ भनेर भनिरहेको छु अघिदेखि होइन। सरहरूलाई अब आफ्नो आफ्नो कुराहरू गरिराख्नु भएको छ, केही छैन होइन। अब म यसमा सहमति चाहिँ के राख्छु भन्दाखेरि हामीले चाहिँ के गर्न सक्छौँ भन्दा प्रमोटरलाई होइन, अब जस्तै हाम्रो चाहिँ 30% चाहिँ मिनिमम सुरुमा खोल्नुपर्छ भन्ने कुरा ठिक छ। अब त्यो 30% चाहिँ तिनीहरूले सुरुमा प्रमोटर अनलक हुन्छ। त्यसपछि हामीले चाहिँ कसरी राख्न सक्छौँ, एक वर्षमा चाहिँ 15% 20% त्यसरी खोल्दा पनि कुनै पनि खेलाडीले चाहिँ म्यानिपुलेट गर्छु भन्दाखेरि त्यो प्रमोटरको सप्लाई चाहिँ अब इमिनेन्ट अर्को वर्ष आउनसक्छ, फेरि अर्को वर्ष आउनसक्छ भन्ने तरिकाले चाहिँ त्यो जस्तै हामीले देख्छौँ नि त आइपिओ के आओस् अरे न त प्रमोटर आओस् अनलक न त त्यही त हो एकछिन नि मार्केट डिस्कभरी भनेको एकछिन त्यही त हो नि एकछिन तपाईँलाई थाहा एकछिन छैन। प्रमोटर अनलक हुनुभन्दा अगाडि 6 महिनादेखि जहिले पनि हो 6 महिना अगाडिदेखि आउनुपर्छ लोजिक दिइरहेको छु। आओस् त्यो आउनुपर्छ त्यो आउनुपर्छ। प्रमोटरलाई ट्रस्ट हुने भए प्रमोटरले राख्दैन त आफ्नो भागको पोटली बाँधेर राख्दैन त पटुकी बाँधेर राख्दैन। होइन त्यो कुरा मतलब भएन क्या, राखोस् नराखोस् हामीलाई चाहिँ मार्केटमा चाहिँ एउटा त्यो एउटा भयो त अनि तपाईँले किन त्यस्तो दुई गरेर दुईटै होइन भन्नुभयो होइन बुझ्नु होइन भएन होइन, क्या। दुईटै तपाईँसँग यस्तो हो क्या, तपाईँले मेरो कुरा चाहिँ तपाईँले सुन्नु न सुरुमा। तपाईँलाई मैले के भनेको छु, मन नपरोस् सक्छ, तपाईँको आफ्नो काउन्टर दिन सक्नुहुन्छ, तर कुरा कम्प्लिटै भएको छैन त कसरी तपाईँले चाहिँ सुरुमै पर्सपेक्टिभ बनाइराख्नु भएको? ल मैले गर्नु चाहिँ ल त्यो कुरा पुरा बुझिनँ। कम्प्लिट गर्नु अनि म होइन तपाईँले भन्नु भन्नु भन्ने भनेर भन्ने होइन कि म तपाईँले भनिरहेको पुरा छु क्या। कम्प्लिट राख्नु अनि म भन्छु ल। मेरो कुरा चाहिँ यसमा यस्तो हो क्या, मलाई एउटा यो तपाईँ भएपछि मलाई एउटा मेरो कुरा राख्न म धौधौ हुन्छु कि म छक्क पर्छु कि म यसरी प्रब्लम चाहिँ किन मलाई पर्छ मलाई थाहा छैन होइन। म आफ्नो कुरा राख्थेँ म निस्किहाल्थेँ कि मेरो चाहिँ के भन्दाखेरि मेरो चाहिँ अघि के म फ्लो नै बिग्रिन्छ। म के भन्दै थिएँ भन्दाखेरि होइन राख्नु तपाईँले प्रमोटरले कसैले सुरुमा फलो पनि बिगार्दैन तपाईँलाई कसले केही पनि गर्दैन ल राख्नुहोस्। मैले चाहिँ के भन्दैछु भन्दाखेरि प्रमोटरहरूलाई चाहिँ त्यो सुविधा चाहिँ होइन सबै बेच्ने सुविधा दिनु राम्रो हो कि होइन, यो सबैको आफ्नो डिफिनेसन छ। प्राइस म्यानिपुलेसन डिस्कभरीहरू हुन पाउँदैन भन्ने कुराहरू, सप्लाई कन्सटेन्ट आर्टिफिसियल्ली रोकिन्छ, सबैको आफ्नो छ। तर मेरो भनाइमा चाहिँ के छ भन्दाखेरि प्रमोटरले 30% निकाल्नुपर्छ। प्रमोटरले पनि आउने बित्तिकै सेयर मार्केटमा सप्लाई दिनुपर्छ भन्ने खालको चाहिँ मान्यता म राख्दिनँ होइन। 90% नै आउनुपर्छ भन्ने मान्यता म राख्दिनँ र प्राइस डिस्कभरी पनि हुनुपर्छ भन्ने कुरा मान्यता राख्छु। प्राइस डिस्कभरी हुनको लागि चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि अहिले हामीले चाहिँ देखिरहेको हुन्छौँ क्या, जहिले पनि 6 महिना 7 महिना अगाडिदेखि प्रमोटर अनलक हुन आँटेछ भन्ने हिसाबले होइन, म्युचुअल फन्डहरूमा पनि अनलक हुन्छ भन्ने हिसाबले चाहिँ त्यो स्टकहरू प्राइस फल भइरहेको हुन्छ क्या। त्यो एक्सपेक्टेसनमा कि तिनीहरूको चाहिँ होइन मान्छेहरूले किन्नुभन्दा अगाडि चाहिँ त्यो खेलाडीले पनि किनेर चाहिँ माथि उडाउँछु भन्ने हिसाबले उडाउनु खोज्दा पनि त्यो पार्टिसिपेसन जो मान्छे हुन्छ नि पार्टिसिपेसन, त्यो पार्टिसिपेसन गर्ने मान्छेहरूले चाहिँ अब चाहिँ मैले किनेँ भने होइन अझै 4 महिना 5 महिनासम्म चाहिँ मैले होल्ड गरेँ भने त प्रमोटर सप्लाई आउँछ भन्ने हिसाबले चाहिँ त्यो मान्छेहरू एक्जिट गर्न थाल्छ, इन्ट्री पनि गर्दैन। भनेपछि त्यो एउटा डाइनामिक चाहिँ एउटा प्रमोटरको चाहिँ होइन एक वर्षमा चाहिँ होइन तिनीहरूलाई चाहिँ 15% तरिकाले चाहिँ सेयरहरू सप्लाई दिने खालको 3 वर्षमा 4 वर्षमा सकाउने तरिकाले होइन त्यसरी पनि दिन सकिन्छ कि, किनभने प्राइस डिस्कभरीको कुरा हो होइन। त्यो अलिकति मान्छेलाई पनि एउटा चाहिँ सप्लाई आउँछ भन्ने कुरा पनि तिनीहरूलाई डर हुन्छ
अनि अहिले हामीले देखिरहेको ट्रेन्ड पनि के हो भन्दाखेरि प्रमोटर सप्लाई अनलक हुनुभन्दा अगाडि नै मार्केटमा चाहिँ के हुन्छ भन्दा 6 महिना 7 महिना अगाडि नै त्यो स्टक कन्टिन्युसली झरिरहेको हुन्छ। किन भन्दाखेरि मान्छेले त्यो अब यो स्टक खेलाडीले पनि बढायो भने प्रमोटर के भारी पुग्नुपर्ने हुन्छ। अनि अनि कोही तपाईँ मान्छेले त्यो गर्यो भने सुन्नु ल पनि एउटा कुरा भन्छु होइन जोशी, ल मेरो तपाईँको कुरा सक्यो सुन्नु है। सुन्नु मैले चाहिँ अब यसमा मैले हो लामो कुरा ल राखिनँ। तपाईँको कुरा मैले सक्यो भन्न होइन। पाएँ मेरो कुरा होइन तपाईँ सक् सुन्नु तपाईँ नेचुरली हुन्छ त्यो कुरा भनेर सोच्नु भने चाहिँ 3 वर्षदेखि हिमालय डिस्टिलरीमा कसले सप्लाई दिएको छ 55 नम्बर ब्रोकरबाट भनेर 53 नम्बर ब्रोकरबाट भनेर तपाईँले हेर्नु एकचोटि, त्यो पनि हेर्नु है। अनि त्यस्तो नेचुरल कुरा गर्नु। नेचुरल गर्ने भए यो बजारमा सबैको हित चाहने मान्छे को छ? कोही छ त? म त देख्दिनँ। 53 नम्बर ब्रोकर हेर्नु, म त देख्दिनँ। सबैभन्दा माल प्र्याक्टिसमा पनि उही उद्धत छ। दीपक भट्टदेखि लिएर को चट्ट भट्टहरू भएको केसमा पनि उही छ। के छ त हालत हेर्नु त, प्राइस मतलब छ त डिस्कभरी कसैको। नभएकै कारण के हो भने 6 महिना चाहिँ 6 महिनाको चाहिँ म्युचुअल फन्डलाई चाहिँ अनि चाहिँ लगिङ गरेछौँ अनि हामी सबै मोनोपोली गरेर राखेको छ मार्केट। अनि कहाँबाट हुन्छ? खोलिदिनु पर्छ सुरुको दिनबाटै। कहाँ हुन्छ दाइ भन्नु न ल, भन्नु त कहीँ हुन्छ दाइ त्यस्तो? युटोपिया भन्ने कहीँ 6 छ महिना नेपालमा? 6 महिना यस्तो पनि 6 यो महिना ल 6 महिना दस सिस्टमले पनि हटाइदियो भने हुन्छ क्या। 10 राजकुमार सर, 10 सिस्टम हटाइदियो हजुर भने नारायण सर। यो खेलाइ यो हुँदैन थियो क्या। अब्लिक 90 र 10 कस्तो लाग्यो? मतलब सुरुमै 101% खुला सुरुमै हुनुपर्छ के भनेको फरक पर्छ? मान्छे हो दाइ। म के त फरक पर्छ? 101% खुला हुनुपर्छ भनेको मान्छे हो। 90% पब्लिक 10 प्रमोटर। अब पुँजी उसलाई कति चाहिएको आवश्यक कम्पनीको त्यो उसले डिसिजन गर्ने हो नि त। अब हामीलाई यति नै गर उति नै गर भन्ने होइन। तपाईँले 100 रुपियाँको सेयर जस्तै 4 करोड किता निकाल्यो अरे हजुर। होइन, उसको घरमा त 4 अरब आयो नि। उम्, आयो कि होइन आएन? दाइ, मेरो भनेको चाहिँ के हो भन्दाखेरि म एउटा कुरा भनौँ दाइ। एकछिन भाइ नारायण सरलाई कुरा। मैले हजुर भनेको हजुर। उसलाई पैसा चाहिएको हो आइपिओको फेस भ्यालुबाट होइन। उसले पब्लिकबाट 100 रुपियाँ फेस भ्यालु राखेर उठायो अरे होइन। तपाईँले त्यो बजारलाई तलमाथि उसले गर्न पाउँदैन नि त त्यसरी। एउटा त्यो हुनु पर्यो। एउटा तपाईँको यो के भन्छ यो लकिङ पिरियड राख्नु भएन। लकिङ लगिङ पिरियड पिरियड चाहिँदै चाहिँदैन? कम्पनी राम्रो भयो भने त लगिङ पिरियड सुरुबाटै हटाइदिए पनि केही फरक पर्दैन। मान्छेले हटाइदिनु भयो चाहिँदैन त्यो होइन। चाहिँदै त्यो चाहिँदैन कम्पनीलाई भाइ, त्यति कुरा भने। अनि त्यो कम्पनीलाई उसले अर्को भ्यालु लाग्छ, अनि भ्यालु थर्डमा डाल्छ। के हुनु पर्यो भने राइट सेयर निकाल्न पाउँदैन। राइट सेल त पाउनु पर्यो नारायण सर। त्यो होइन पाउनुपर्छ, त्यो 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 पाउनुपर्छ, तपाईँको त्यो किन पाउनुपर्छ। तर त्यो राइट जनताले के सेयर भनेको हिसाबमा के हाल्यो थाहा छ? भने त्यो पनि जवाफदेहिता हुनुपर्छ। त्यो पाउनुपर्छ, राइट सेयर चाहिँ हाल्नु पाउनुपर्छ, यति हो। छैन त्यो बजारले तपाईँको सप्लाई थ्याक्न सक्दैन। बजारको त कसै ग्यारेन्टी कसैको कहाँ थाम्न त सकिँदैन नि नारायण ग्यारेन्टी सर कसैको बजारको। पनि होइन, लिनु तपाईँ हुँदैन। 200% राइट सही हो। दिनुहुन्छ, 200% यहाँ हो। ए उहाँले नारायण सर तपाईँको चाहिँ कति राइट खाएर त अपिले पछाएर 300 हिमालयन दोलखा चाहिँ तपाईँको 200 250 मा नि गरेन। मार्केटले भ्यालु क्रिएट गर्ने सुन्नु होइन न र। राजकुमार तपाईँले दाइ, एउटा मलाई यो राजकुमार दाइ भन्नुहोस्, एउटा कुरा है, युनिलिभर छ राजकुमार नि, दाइ एउटा कुरा है, युनिलिभर है, निकाल्नु जसले भने सुन्नु। आज राइट युनिलिभरको राइट प्राइस सेयर कस्तो सुन्नु, छ? एउटा कुरा मेरो म डिभिडेन्ड भन्छु हेर्नुहोस्, होइन। उसले क्यास डिभिडेन्ड मात्रै बाँड्छ, बोनस सेट दिँदैन होइन। आज त्यसको प्राइस भ्यालु त्यस्तो लेभलमा बसिरहेछ। यो बजार किन हाम्रो अरू स्क्रिप्टहरू किन यस्तो नचलेको? केले बिगार्यो? यो सबै विकृतिले बिगारेको हो बजार। यो बोनस र राइट सेयरले बिगारेको हो क्या। खास यो डिभिडेन्ड क्यास मात्र हुनुपर्ने बाँड्दाखेरि। अनि तपाईँको प्राइस एउटा लेभलमा बस्छ क्या। प्राइसलाई तपाईँ तल लगे तल लग्यो भने बजार कहिले बढ्दैन। यस्तो त्यहाँ तपाईँको हुन्छ दाइ, सप्लाई बढी आफै गर्छ। सुन्नु दाइ, नारायण दाइ हामी सुन्नु। मार्केटमा लागेको हिसाब मात्रै गरेर त भएन नि त। अनि नारायण सर अब हामीलाई चाहिँ राइटले सप्लाई बढ्छ भनेर चाहिँ अनि बन्द गरेर त भएन नि त। यस्तो हो क्या, म अनि यो भन्छु तपाईँको अर्को जुन छ क्यास राजकुमार दाइ, सुन्नु डिभिडेन्डमा जुन ल, ट्याक्स सुन्नु लाग्छ, एउटा कुरा हो सरकारले क्या, जुन ट्याक्स एउटा कुरा लिन्छ म भन्छु त्यो होइन। काट्नु सुन्नु भएन। नारायण दाइ एकछिन सुन्नु। यो कसरी यहाँ दुरुपयोग गरे भन्दाखेरि मान्छे अनपढ गँवार छन् भनेर मात्रै दुरुपयोग गरेको हो क्या यो नारायण दाइ, बुझ्नु भएन अग्रवाल दाइ? यतिले मात्रै दुरुपयोग गरेको हो क्या यहाँ मान्छेलाई।
मान्छेले तर राइट आएपछि यो माथि यो मान्छेलाई मैले जति कुरा पोइन्ट गरेको छु नि, यदि यो लागू भइदियो भने बजारले एउटा गति लिन्छ साँच्चीकै। तपाईँको 10 बुझ्दैनन् नि किसिमले त बिगाऱ्यो, तपाईँ। यसले हामीले बिगाऱ्यो यसरी भन्नै बुझ्छ, पाइएन यो क्या। चाहिँ मान्छेले यो सबै बुझ्दैनन् नि बिग्रेको त यो तपाईँ। सबै हामीले कारणले यसरी हो। मान्छेले बुझ्छन् त। यो बिगारेको यसरी हो, बिग्रेको यसरी हो। प्राइस त तपाईँको फन्डामेन्टल स्टकको प्राइस त माथि हुनुपर्ने, किन तल छ यो लेभलमा? अनि यस्तो यस्तो नपत्याउने स्क्रिप्टको चाहिँ प्राइस एकदम माथि माथि। प्राइस यो डिस्टोर्ट भएको यो गरेको यो यो भएको यस्तै हो। प्राइसलाई अनि डिस्टोर्ट बजारले हामीले गरेको कसले पत्याइदिनु हो? ल पर्ने। भन्नु त, ल नारायणजी, ल भन्नु त। के प्राइसलाई भन्नु? डिस्टोर्ट गरेको कसले हो? यस्तै प्रमोटरले होइन त। अनि तपाईँ राइट सेयरको अहिले पनि साथीहरू राइट सेयर गर्दैन, दिनुपर्छ। अब यो के भन्नु अब मैले यसमा? किन हाल्ने त? त्यो राइटमा त्यसलाई राइट सेयर के दिएर भन्दा त्यसलाई हामीले त्यो सोध्ने कमाइदिनु मान्छे पर्ने, कोही भएन क्या। त्यसलाई स्ट्रङ बनाइदिनु पर्ने, सरकारले त्यसलाई सप्लाई दिनुपर्ने, अझै सप्लाई दिने। तपाईँ यता आइपिओ निकाले गर्ने, अनि यता बजारमा सप्लाई एउटा स्क्रिप्टको सप्लाई बढाइदिने भएपछि बजार कसरी बढ्छ? बजारलाई तपाईँको कन्ज्युम गर्ने के छ त्यस्तो? हाम्रो मेकानिजम केही छैन होइन। केही पनि छैन, राम भरोसे हो हामी यो। रिटेलर र मध्यम वर्गको बजारले त बजार बढ्दैन। अब तपाईँले अलि भन्नुभएको छ म्युचुअल फन्डलाई 6 महिनाको लकिङ पिरियड ऊ राखेको छ, त्यो किन्ने दिँदैन होइन। यो हटाउनु पर्छ। टु मच तपाईँको माथि जाँदैन नि त। तपाईँको चाहिँ सुरुमै चाहिँ राख्नै हुँदैन क्या दाइ, एकछिन भाइ, राख्नै यो हुँदैन। राख्नै हुँदैन के म्युचुअल एकछिन फन्डहरू के पनि। नारायण सर, प्राइस त्यति साह्रो माथि पनि जान्थेन। हेर्नुहोस् 1000 र 1200 सुरुमै तपाईँको 6 महिना आज छ तपाईँको सप्लाई आउँदैन भनेर माथि लाने, अनि चाहिँ तपाईँको लगिङ अहिले पिरियडमा खसाले पनि 500 मा बस्ने भयो। यदि सुरुमै अहिले तपाईँको हाम्रो चाहिँ 45 खर्बको मार्केट क्यापिटलाइजेसन किन भयो? यो कति सुरुमै हुनुपर्ने थाहा छ? सप्लाई अहिले मार्केट क्यापिटलाइजेसन कति हुनुपर्ने थाहा छ? प्राइस भ्यालुको हिसाबले 104 खर्ब हुनुपर्ने, जुन हिसाबको अहिले इन्डेक्स हुनुपर्ने। यो सप्लाईले गर्दा बिगारेको। प्राइस चाहिँ एकदम तल छ होइन। अनि तपाईँको के भइदियो? आइपिओहरू धेरै आयो, त्यसले बजार थेगेन। अनि फेस भ्यालुको प्राइसमा आइसक्यो, हेर्नुहोस् कति त स्क्रिप्टहरू होइन। अनि यसले गर्दा के हुन्छ? बजारको मार्केट क्यापिटलाइजेसन नबढे चाहिँ हाम्रो इन्डेक्स त कहिले पनि बढ्दैन। अनि यस्तै आइपिओले कि सर्किट हान्ने, त्यो हान्ने, त्यस्तो खालको प्रवृत्तिको बजार भएपछि अनि मान्छेले के पत्याउने? यार यस्तो त्यही प्राइसमा घुमिरहेछ। अनि टेक्निकल एनालाइसिस हामी कसरी एनालाइसिस गर्ने? तपाईँको टेक्निकल एनालाइसिसले यस्तो फर्मेट बनाउँछ कि त्यो हामी सोद्धाखेरि यो बजारले अब भोलि ब्रेकआउट दिएपछि यो यति लेभलमा पुग्छ, हामी फिमिनाचो लगायो भने यो लेभलमा पुग्नुपर्छ, त्यस्तो खालको बजार हुनुपर्ने क्या। हाम्रो चाहिँ कस्तो बजार भइदियो नि, पोलिटिकल जम्मै पोलिटिकलले चल्ने बजार भइदियो क्या। सरकारले यस्तो गर्यो, बजार झऱ्यो, मनोबल झरेपछि यस्तो हुने यस्तो हुने। तर विदेशमा त्यस्तो हुँदैन। विदेशमा चाहिँ एक्चुअल सर्टेज भयो भने डिमान्ड एन्ड सप्लाईको बजार हुन्छ क्या। मान्छेहरू किन यसको पछि लागेको छ सर, भने हाम्रो डिमान्ड मार्केट सप्लाई, बिग्रेको कारण मलाई के लाग्छ भने नारायण सर, डिमान्ड एन्ड सप्लाईको रेन्ज हिसाबले बजार चल्नु पर्ने। तर यहाँ कस्तो भइदियो भने नारायण सर, सरकारले चलेपछि रेन्ज सरकार यस्तो भयो, सरकारले यस्तो नीति ल्यायो, यो भएर बजार झऱ्यो। बजेटमा रेन्ज यस्तो आयो, बजेटमा यसले बजार झार्यो। नारायण सर सुन्ने खोज्नु, रेन्ज ठुलो भयो कि हाम्रो 3200बाट 1800 भयो। तपाईँको त्यो रेन्ज बिचको रेन्जमै मान्छेलाई नाफा हुने भयो त। अनि 3200 नफुटाल्ने कारणले गर्दा बिग्रेको मार्केट हो भन्छु म त। रेन्जै ठुलो छ, बिचमा मान्छेलाई चाहिँ 100-200 मा चाहिँ तपाईँको 40-50% आउँछ त। उसले किन लान्छ त? 3200 माथि किन लान्छ? आज 20% किन डिभिडेन्ड लान्छ? दिने क्यासेटीको सेयरको प्राइस पनि फेस भ्यालुको नजिक छ रेन्ज राजकुमार दाई, यो मार्क होइन। रेन्ज ठुलो भएर है, रेन्ज ठुलोमा भनेपछि डिभिडेन्ड मान्छेले दिने क्यासेटीको अपर्च्युनिटी पनि फेस भ्यालुको पछिमा आएपछि बजार कसरी बढ्छ भनेको क्या। रेन्जै ठुलो भयो त अनि नारायण सर केही तपाईँको नाच्ने। चाहिँ सुन्नु राजकुमार दाई, एउटा कुरा भन्छु होइन, अब कसैले लाने वातावरण किन बनाउनु पर्यो, किन लानु पर्यो ल भन्नु त? किन लान्छ कसैले यहीँ भन्नु त? यहीँ 100-200 को रेन्जमै मान्छेलाई भयङ्कर नाफा छ त किन उसले के नाफा 3200 छ? माथि लगेर किन रिस्क लिन्छ कसैलाई त उसले? नाफा नै छैन, घाटा नहोस् भनेर लाँदैन क्या दाइ। त्यति बुझ्नु न, तपाईँले बुझ्नुहुन्न त्यति पनि। घाटा छ यार दाइ, यार साँच्चै भनेको घाटा छ क्या मान्छेलाई। यहाँ मान्छे यहाँ दिमाग खराब गरेर बसाएको छ क्या दाइ, त्यति बुझ्नु त है तपाईँले। 3200 माथि लानको लागि, मान्छेले 3200 माथि या चाहिँ उसले लानको लागि उसलाई माथि लर चाहिँ मैले मलाई बेच्न सक्छु मलाई भन्ने एउटा चाहिँ तपाईँको टेक्निकल एनालाइसिसबाट यदि यो बजार चलेन भने हामीले बजारलाई किन पत्याउने भने क्या मैले टेक्निकल एनालाइसिस बजारले यस्तो गर्छ भन्ने कुरा धेरैले बोलेपछि भोलि त बजार नपत्याउने अर्को बाटो सही लिइदिन्छ हो, क्या। सही हो। पत्याउँदिन, अनि म के पनि हामी के पत्याउँदिनँ है पत्याइदिने? नारायणजी। इन्टरनेसनल प्र्याक्टिस हो यो त।
प्र्याक्टिस नै हो, बेस्ट बुल प्र्याक्टिस एन्ड के बियरको हो, साइकल हुँदैन? किन पत्याउने? तपाईँको बुल एन्ड बियरको साइकल खोइ त, कति कति वर्षको बियर हो, कति वर्षको बुल हो? हो खोइ त, कसले केही मिल्यो? भन्नु छ ल, केही ग्यारेन्टी मिल्छ? कसले लिन सक्छ? होइन, नारायण सरले मैले एउटा सरकार 9 क्वेसन महिनाको सोधेँ। सरकार छ, ढल्या छ, गरिरहेको छ, सरकार ढल्या छ, अनि यता कसले यहाँ जनताको चाहिँ लगानी चाहिँ तपाईँको डुब्या छ, डुब्या छ। सुन्नु नारायण सर होइन, कसले यहाँ तपाईँको ग्यारेन्टी लिन सक्छ? ल बुल हो कि बियर हो, कसले ग्यारेन्टी लिन सक्छ भन्नु त? तपाईँले सक्नुहुन्छ? म पनि सक्दिनँ। एउटा हुन्छ नि त, ल 5 वर्षको बुल हो, 5 वर्ष अनि 6 वर्ष बियर अनि आयो अरे, त्यसलाई त हामी पत्याउँछौँ नि। सक्दैन, कसैले सक्दैन त। अनि एउटा किन साइकल दिने त त? हुन्छ नि हो, मान्छेको लाइफ साइकल हुँदैन? ह्युमन बडीको साइकल एनाटोमी साइकल हामी साइकलले साइन्समा त्यस्तो पढ्छौँ, देखाउँदैन एनाटोमी त। फिजियोलोजी, होइन? साइकलको चेनै टुटेपछि तपाईँले कसरी साइकलै हो भन्न सक्नुहुन्छ भन्नु त? एउटा चल्नु पर्यो त्यसरी क्या बजार, ट्रान्सपेरेन्ट हुनु पर्यो हरेक कुराको। छैन, अब म त यहाँ विश्वास छैन यति कुरा हो। म त क्लियरली भन्छु होइन, म ढाँटेर पनि भन्दिनँ कसैलाई। यो साइकलको चेन टुटेको छ भन्दा म त कसैलाई पनि विश्वास छैन मेरो। ल यति भन्दै ल कुरा काट्नु आउनु, मेरो कोले कुरा काट्नुहुन्छ आउनु। ल अब म जसले के भने त्यो सरकार 2 तिहाईको सरकार त्यो 3200लाई ब्रेक गर्छ मै भन्ने हो, होइन? मैले त प्रिडिक्ट गरिसकेको थिएँ बजार 3200लाई ब्रेक गर्छ यो सरकार आयो भने। तर यस्तो भोलि 3 दिन 4 दिनपछि यस्तो हुन्छ भनेर म त अब प्रिडिक्टै गर्नु सकेको थिएन। यो त यस्तो पनि हुन्छ है बजार। भोलि बजार टुटेपछि मुर्गा भयो भने हामी नै हो होइन, अनि हामीलाई नि गाली गर्ने हो। त्यो कुरा यहाँ थाहा क्लो छ। बस्नु त हामीलाई गाली गर्छ नि त फेरि। त्यो भनी भनी पनि हामीले भन्दाखेरि पनि जति नलेज भए पनि त्यो नलेजले काम गर्दैन कि। गरोस् न, जेसुकै गरोस् न, पैसा त हाम्रो टुट्दैन नि त। तपाईँको हाम्रो इज्जत टुट्ला, मान्छेले मन नपराउला भन्ने बित्तिकै तपाईँले के तपाईँको पैसा टुट्छ त? तपाईँले सेफ भएर बसेपछि टुट्दैन नि त। इसेन्सियल कुराहरू चाहिँ भरेर राखौँ है, इसेन्सियल कुराहरू भरेर राखौँ, विचार इसेन्सियल होइन, गरौँ। तपाईँ त्यो नाकाबन्दीको इन्सेल समस्या, कुरा गर्नुहुन्छ होइन धरानीजी, त्यो हुन नाकाबन्दी सक्छ। हुन सक्ने सङ्केत देखिरहेछ। टन्न 6 महिनाका लागि सामानहरू भरेर राखौँ है काठमाडौँमा बस्ने। खोइ के चौधरी भाइ भरेर आयो, ल के चौधरीजी भरेर आउनु राख्छ भयो। ल त्यो भन्नु। ल के भरेर राख्नुपर्छ हामीले? एलपिजी ल त्यो ग्यासका सिलिन्डरहरू 6-6वटा राख्नु परिवारको हिसाबले। 1 वर्षको लागि ओ एलपिजी चौधरी भाइ, सिलिन्डर राख्नु। मुसलमानले बनाउनेहरू के भरेर ओ राख्छ त्यो चौधरी भाइ, भन्नु। ल ल के छ तपाईँले भन्नु। ल तपाईँले नाकाबन्दी हुने के सूत्र देख्नुभयो? कसले गर्छ? हामीले पाकिस्तानले नाकाबन्दी गर्ने हो? के छ हुन्छ, त्यो? नाकाबन्दी हुनेवाला छ। होइन कसले गराउँछ? हिन्दूहरूले गर्छ पाकिस्तानले गर्ने हो? आइएसआईले गर्ने हो नाकाबन्दी? कसले गर्छ हामीले नाकाबन्दी? ल भन्नु। ल ल हाल्नु, हुर्र हाल्नु त, हामी गर्छौँ। ल के छ सब त्यो भित्री भरेर राख्नु भित्री कुरा के छ सिलिन्डर बुझौँ त यहाँ के छ? भन्नु धरानीजी। ल के हुने भयो? तपाईँले प्रिडिक्सन भन्नु बुझ्नु है त, तपाईँको धरानीजी, प्रिडिक्सन सुनौँ त के छ? तपाईँले सुन्नुपर्छ, तपाईँले भन्नुपर्छ के नाकाबन्दीमा के हामीले भरेर राख्नुपर्छ। हामीले सब भरेर राख्ने हो, स्टक बाहेक। तपाईँले भन्नु। ल होइन त्यो भर्ने छोडौँ न, सरकारको अलि पोलिटिकल सिचुएसन के छ अब? कता कुन दिशातिर जाँदैछ त सरकार? अब सरकारमा के हुनेवाला छ अब सरकारको? समयमै सबैले ध्यान दिउँ होइन, नत्र भने अन्धकारमय जिन्दगी होला। 2072को स्थिति आउँछ। कसरी हुन्छ त? कसरी हुन्छ त? त्यो पनि भन्नु नि त। ल ल के राष्ट्रसभा पार्टी कति टुक्रा हुन्छ त्यो पनि भन्दैन। ल अपरेसन के भएको थियो नि तपाईँको तराईमा, अपरेसन हिन्दू, त्यो पुरा भएको छैन, अधुरै छ। तिनीहरूले के भनेको हो, हिन्दू राष्ट्र नभयो भने अब हिन्दू राष्ट्र हुँदैन। यिनीहरूले एकमुखी कहिले मात्र पुरा हुन्छ? बुझेर ल त्यो आएका भन्नु। ल हुन्थे। त्यो पनि हिन्दू भन्नु। राष्ट्र होइन, कहिले पुरा हुन हुन्छ थाल्छ। त त्यो भन्नु। त्यो बारेमा 3 महिनाको टाइम दिएको छ होइन? त्यो 3 दिनमा लिखितमा 3 कुनै महिनाको एग्रिमेन्ट टाइम भएको छैन। नदिँदै अर्को आन्दोलन हुनेवाला छ के? 3 महिनाको टाइम कहिले हुन्छ त? नहुँदै कहिले हुन्छ त? त्यो भन्नु अर्को नि त। आन्दोलन ल हुनेवाला छ। कहिले हुन्छ? आज तराईमा सेकुलरिजमवादीहरू चाहिँ एकजुट भएको स्थिति छ। यो सरकारका विरुद्ध अभ्यास गर्छ, किनभने आज यिनीहरूले आज चाहिँ भएको छ? कमिट गरेको छ नि त। आज कमिट गरेछ? यिनीहरूले चाहिँ हिन्दू राष्ट्रका लागि कमिट गरेको छ। अब यिनीहरूले युनियनसँग सम्झौता मलाई गर्ने एउटा यो कुरा बित्तिकै अर्को पक्ष आउँछ, भन्नुहोस्, आन्दोलनमा जागरुक गर्छ। कङ्ग्रेसको फर्मर प्रेसिडेन्ट आउँदैछ नेपाल, ठिक छ? नेपाल त्यो बारेमा के छ? तपाईँको के छ ध्यान? अब यो किन आउनु लागेको, केको लागि हो?
यो त्यो के गर्न गोलो आउनु सेतो लागेको टोपी लगायो भनेर तपाईँले ठुलो कुरो नगर्नु होइन। हो सर एकछिन चुप लाग्नु न यहाँ भन्नु हाम्रो त नेपाली कङ्ग्रेसको फर्मर प्रेसिडेन्ट आउँदै हुनुहुन्छ नेपाल होइन हो यसबाट के छ अस्तितिर तपाईँको त्यो फाइनल वर्डिक्ट त के आयो? अस्तितिर होइन त्यो आयो होइन काङ्ग्रेसको फाइनल अब वर्डिक्ट त के यसमा आयो? तरङ्ग के हुन्छ नेपालमा अब के तरङ्ग हुन्छ यो आएपछि के हुन्छ त्यसले के भनेको छ भने काङ्ग्रेसका सभापति दुवैजना हुन् भनेको छ हो। अँ, त्यसले भनेको छ काङ्ग्रेसका सभापति दुवैजना हुन्। अब भने उनीहरूले इन्टरनल सङ्घर्ष गर्छ। उम्, त्यो गरिरहँदाखेरि यिनीहरू सबै मिलेर सरकार उम्, विरुद्धै जाने हो कि अल्टिमेट गोल भने सरकारै हो भन्ने हो। भोक लागेपछि सबै जाने हो, सरकार विरुद्धकै अभ्यास हुने हो होइन। नेपालमा त्यत्रो त्यो तपाईँको कार्यकर्ताहरू भोकाएको छ स्थिति छ होइन। रासपाको उम्, कार्यकर्ता मात्रै मौजले मात्तेको छ। अब उम्। मान्छेहरूले त रासपाको कार्यकर्तालाई पो ढुङ्गा हान्ने हो, अनि कुन चाहिँ नेपो एजेन्डा लिएर बेबीहरूलाई। जान्छ त सरकार विरुद्ध के एजेन्डा लिएर जान्छ उनीहरूको कोही एजेन्डा हुँदैन, उनीहरूको त चोर्ने र ठग्ने एजेन्डा बाहेक अरू के होइन एजेन्डा जस्तै हुन्छ। अब यो आएर तर अब पहिला त यो गगन थापा र यो कसरी सुल्झिन्छ को प्रेसिडेन्ट हो अब असली प्रेसिडेन्ट को हो अहिले यिनीहरूले त गगन त्यही थापा नै हो तरिकाले लडाइँ गर्छ। असली प्रेसिडेन्ट त उहाँ नै हो तर अब के हुन्छ यो अब प्रेसिडेन्ट पहिला त को बन्छ दुईजनामा एकजना को हुन्छ अब यिनीहरूको लुछालुछ हुन्छ कि अदालतले किन गरिदिएको हो भने यिनीहरूको कार्यालय जो यिनीहरूले भाडामा लिन खोजिरहेको थियो नि त अब ए वास्तविक हो भन्ने। तर अदालतले के गर्यो भने अब यिनीहरूको जति जो जसको शक्ति जति पुग्छ त्यसले उम्, लुछाचुडी गर्छ कि। अब यिनीहरूले जति कार्यालयहरू जति भाग हिस्सा अहिलेसम्मको जे जति सम्पत्ति छ नि त्यसको कब्जा अब दुई धारले गर्ने हो, गगन होइन थापा धार र सरकारले देवालाई देउबा समाउँछ कि धारले। समाउँदैन सरकारले देवालाई समाउँछ कि समाउँदैन सरकारले बाल उखाड्दैन देउबालाई, अरूलाई त समाउन सकेको छैन। प्रचण्डलाई त यहीँ बसेको अनि यो प्रचण्डलाई अलि समाउन सकेको अलि छैन, इन्टरपोलबाट जुन गरेको छ त्यो इन्टरपोलबाट केही आउँदैन गरेको छैन। लगाएर चाहियो भने यार समात्नलाई त्यत्तिकै मान्छे सुन्नु तपाईँ समाउँदैन धरेनजी, गङ्गा दाल किन र सुन्नु तपाईँ सुन्नु, गङ्गा दाल र जीवन दाललाई किन पकाउन सकेको छैन यी सरकारले? त्यो यसको औकात पहिला भन्नु छैन नि नि त, तपाईँले। यो सरकारको औकात जिरो छ। यो सरकार भनेको सुल्पामा खाने र ऊ रमाउने सरकार हो, यसलाई कस्तो थाहै सुल्फा छैन कसरी भनेको, समाउनु। सुल्फा भनेको के हो तपाईँ सुन्नु, सबै सेक्युरिटीको पेरिमिटर यिनीहरूसँग छ भनेपछि कसरी सुल्फा भनेर तपाईँले भन्नुहुन्छ भन्नु त? कोसँग छ अदालतलाई पनि तपाईँले सेक्युरिटीको सुल्फा पेरिमिटर? भन्नुहुन्छ, अदालतलाई पनि तपाईँले सुल्फा भनेको हो। अदालतको कुरा नै होइन सर, पोलिटिक्स अदालतभन्दा माथि हुन्छ। अनि यो के कुरा भनेको त बुझ्नुहोस् तपाईँले तपाईँले, किन 2/3 सुल्फा मेजोरिटी छ, एकजना मात्र छ, 182 जना छ। भनेर भनेको त ल भन्नु त। तपाईँको राष्ट्रपति बाहेक सबैलाई महाभियोग लगाउन सक्छ यो सरकारले। एउटा कुरा बुझ्नुहोस् तपाईँ, यो लाउँदा वाहियात आधार कुरा हुनु तपाईँ परेन, सरकार आफै चोर्न आधार र हुनु परेन। ठग्न महाभियोगको आधार के केही हो पनि तपाईँले छैन। भन्नु। एउटा कुरा सुन्नु तपाईँको यो तपाईँले, एउटा सरकार कुरा सुन्नु, चोर्न र मलाई एउटा ठग्न कुरा बाहेक प्रश्न केही पार्नु पनि थाहा तपाईँले, छैन। एउटा कुरा प्रश्न पार्नु तपाईँले चुप लाग्नु। यो सरकारको महाभियोग केही लाउने औकात छैन। सुन्नु न तपाईँ, महाभियोग लाउने आधार के हो ल भन्नु ल, तिनवटा आधार भन्नु। के आधार हो? तपाईँलाई कार्य कुशल लागेन भने इम्पिचमेन्ट गर्न पाइयो। राम्रो कार्य छैन, राजनीति होइन के हो? राजनीति सबभन्दा सुप्रिम हुन्छ। के आधारमा त ल भन्नु नि त, ल दुईटा पोइन्ट भन्नु ल। के हुन्छ तपाईँको कार्य कुशलता लागेन, राम्रो लागेन, गतिविधिहरू राम्रो भएन भने इम्पिचमेन्ट ल्याउन सक्यो। कस्तो कार्यकुशलता भनेको के, मेरो काम गरेन कार्य भनेर हो। नराम्रै त छ नि, त्यो राम्रो सुन्नु न भइदियो तपाईँ, जनता सुन्नु किन न पहिले आक्रोशित मेरो छ? कुरा सुन्नु न, ग्राउन्ड तपाईँहरू सुन्नु न भनिरहनु भएको छ पहिला, अदालतले। सुन्नु तपाईँ सुन्दै सुन्नु त। अनि धरानी भनेर त्यो मखमली टोपी ल्याएर हुन्छ त मियाको, सुन्नु के आधार के राम्रो गरेन भनेर दुईटा पोइन्ट दिनु त ल, के आधार राम्रो गरे? राम्रो गर्यो भनेपछि तपाईँले कारवाही किन गर्न सक्नु भएन त? राम्रो गरेन त तपाईँ आफै भन्दै के हुनुहुन्छ त, गरेन अदालतले भनेर साथ ल दिएन, भन्नु यो त ल, गरेन। तपाईँले भन्नुसार के गरेन तपाईँ ल भन्नु त ल, पहिलो ल नम्बरमा के तपाईँको गरेन भन्नु त ल। ब्याकग्राउन्ड नै त्यस कारणले त तपाईँहरू झोला बोकिरहनु भएको छ। त्यस कारण त होइन तपाईँहरू अर्का के देशमा गरेन खुल्ली त, काम राम्रो गर्नुहुन्छ। आएर के काम बुद्धि गरेन राम्रो भनेर भइदिएको भन्नु भए न नि, त। ल बुद्धि भयो राम्रो ल, भइदिएको भए नि भारतका मारवाडीहरू आएर व्यापारी बन्ने र तपाईँहरू गएर कुल्ली बन्ने थिएनौ भाइ। यो कुरा बुझ, सोइलको हक त कस्तो तपाईँहरूलाई थियो कुल्ली नि त। भनेको, कुल्ली त यहाँ सबै छन् नि, कुल्लीहरू यहाँ के छैन त, यहाँ सबै धेरै मान्छे जान्ने, नेपाली नै धेरै कुल्ली औकात भन्छ। देखाउने होइन, त्यो सम्बन्धी विज्ञ नै होइन तपाईँ भने किन आडो हालिरहनु पर्यो कुरामा? होइन म तपाईँ त्यो आडो र सम्बन्धी म विज्ञ हो, साडो सबै हाल्छु होइन। सुन्नु अदालतको एडभोकेट हो तपाईँ? हो हो फाल्तु कुरा गर्नुहुन्छ।
नालायकीपन सुन्नु न देखाउनुहुन्छ। तपाईँ 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 आडो झोले हो भने हुनुहुन्छ अलग साँडो ओ तरिकाले हुनुहुन्छ होइन तपाईँ प्रस्तुत आडो हुनु। र साँडो के हो तपाईँ रोग के सर भन्ने के कुरा पारा हो ल यार अलि यो? रोग भन्नु सर ल एकछिन उहाँको कुरा सुन्नु न चौधरी सरको। ल धरानी कुरा स्टार्ट गरौँ ल। तपाईँलाई भने पनि बल्ल डाइजेस्ट हुँदैन। कहीँनिर ल श्रीमती ल ठोकेर होइन कुरा आउला हुन्छ फेरि हुन्छ विदेशमा अनि मलाई यहाँ सबै कुरा आएर औकात डाइजेस्ट हुन्छ देखाउँछ साले। तपाईँले अघिको भन्नु ल कुरातिर नजाउँ न तपाईँले अहिले तपाईँले अभियोग लाग्छ लागेको लाग्दैन तपाईँले त्यो नपचेको त्यो कुरा के हो त्यो म धेरै तपाईँले टाढोको कुरा भनिरहेको छु त, भयो कि। काम राम्रो भएन, भन्नु न ल अदालत हाम्रो भन्नु ल छैन भन्छ होइन। अदालत तेरो छैन त इम्पिचमेन्ट गर, तेरा बाबुको हो। तँलाई साला दिमाग छैन, शासन पद्धति कसरी चल्छ पढेको छैनस्, कहाँ इम्पिचमेन्ट पैसा हाल्दै गर्नलाई चल्छ। सुन्नु नि त ल इम्पिचमेन्ट गर्नलाई बुद्धिहीनताको स्थितिमा के सुन्नु प्रस्तुत न गर त भाइ। पहिला तपाईँ सुन्नु न इम्पिचमेन्ट गर्नलाई के शासन आधार पद्धतिको कारण बारेमा चाहिन्छ र थाहा त्यो छैन भन्नु न तँलाई? पहिला देश कसरी चल्छ थाहा छैन? सिस्टम के हो थाहा छैन? रुल अफ ल के हो थाहा छैन? सबै फाल्तु थाहा छ बकवास कि गर्छ तर यार। सुन्नु न सुन्नु अँ, इम्पिचमेन्ट गर्ने के आधार कारण तिनवटा दिन्न त ए भाइ मैले भनिरहेको छु त, तैँले त भनिरहेछस् कि अदालतले यो होइन सहयोग गरेन, सुन्नु ऊ न मान्छेलाई थुन्न, यो तपाईँ भएन सुन्नु ऊ नै भएन होइन यत्रा तपाईँ भएन सुन्नु न गर्न त के तपाईँ तपाईँ उखाडिरहेछस्। सुन्नु एउटा कुरा सुन्नु है तपाईँको चियाको कपमा पसेको तिनवटा झिँगा होइन कि कोही न्यायाधीशलाई तपाईँले इम्पिच गर्न सक्नुहुन्छ होइन त्यो मलाई आधार कारण सहित भन्नु ल अनि म पत्याएँ भने ल वाह वाह भन्छु तपाईँलाई म ताली बजाउँछु ल ए भाइ पहिले नम्बरमा त ल विश्वविद्यालयमा गएर ल पढेर आइज हुन्छ म फर्स्ट। पढ्छु ल म पढ्छु तेरो दाइ बाउले 5 पनि वर्ष ल पढ्छु म पढेको होइन छैन, म 5 तेरो बाउ पनि घर सुन्नु सुन्नु बनाउने इन्जिनियर हो, पहिलो कुरा म यो बुझ। पढ्छु म 5 वर्ष पढ्छु म डिग्री नै लिएर आउँछु ल भन्नु ल अब ओ चौधरी भाइ रोग सर पहिलो नम्बरमा तेरो यो फादर पनि जो छ यो अल्लाह, ए यो अब यहाँ पनि तेरो झगडा बाउ नगरौँ यो न तपाईँहरू झगडा ल गरेर पढे होइन। यसको सल्युसन हुँदैन बुझ। के झगडा अँ, गर्ने होइन के यसलाई यो 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 मञ्चलाई अलिकति उस बनाउनु पर्यो कुरा चौधरी भाइले सुनिएर चाहिँ फाल्तु त्यो कुरा यो मान्छे कुरा गर्दै गएपछि छाडा छाडा बोल्छ अनि एकैचोटि अघि एकछिनसम्म ठिक छ अनि एकछिनपछि अलिक फोहोर कुराको बोल्न थालिहाल्छ कि हाम्रो क्लाउड सर कहाँ जानुभयो डिबेट गर्नै हुँदैन यो चौधरीसँग। अब खै क्लाउडजी खाना खान जानुभयो कि ल हाम्रो कमरेड सर आउनु भएको छ ल ल कमरेड सर प्रमोद सर यो प्रमोदजीले आजकल खै सेयर मार्केटको कुरै गर्नुहुन्न यार। होइन उहाँ चाहिँ हजुर राजनीतिक हेलो नारायण विशेषज्ञ सर के छ हाल खबर? म ओहो तपाईँलाई खाना म लागेको वेट थिएँ। गरिरहेको थिएँ होइन यहाँ डिबेट अरू अरू कुरामा भइरहेको थियो महाअभियोग लाउने के भन्दै थाल्यो क्या यो सरकारलाई अब यस्तो छ नारायण सर, अँ यो सरकारको अँ यो सरकारको आयु अब काउन्टडाउनै सुरु भइसक्यो होइन, किनभने जनताले जनताको सांसदहरू प्रधानमन्त्रीसँग भेट्न पाउँदैन। तपाईँको राजसभाकै सांसदहरू राजसभाकै होइन मन्त्रीहरू अहिले म प्रधानमन्त्रीसँग भेट्न तपाईँलाई पाउँदैन। एउटा नयाँ प्रश्न हजुर गर्न खोजेको होइन हजुर हजुर हाम्रो कङ्ग्रेसको पूर्व सभापति आउँदै हुनुहुन्छ नेपाल होइन यसबारेमा के तरङ्ग हुन्छ अब देशमा के तरङ्ग पैदा भयो यसले के गर्छ यो ने विषयमा के छ भने यो विषयमा कङ्ग्रेसको अब सुरुदेखि नै त्यो बस जुन चाहिँ पुणे इजलासमा लगेर चाहिँ अब यो त्यसको चाहिँ फैसला भन्ने छ अब सर्वोच्चबाट, त्यो कति समय लगाउँछ त्यसले। अन्त निर्वाचन अब आयोगले त कङ्ग्रेस त्यसलाई अथेन्टिक दिएको होइन तपाईँ नै हो होइन असली होइन काङ्ग्रेस सुन्नु भनेर सुन्नु निर्वाचन आयोगले बोलेर केही पनि हुँदैन नारायणजी होइन अँ, निर्वाचन आयोगले जे गरे बोलेछ पहिला, जे अब अहिले बोलेछ यस्तो छ अदालतले जे बोलेछ त्यही हुने हो यो देशमा उम्, यति चाहिँ बुझ्नुहोस् यहाँ भन्नुहोस् है, यहाँ च्याटमा 5 वर्ष ढुक्क कसैले हल्ला आउन सक्दैन भन्नुभएको छ, त्यो हेर्दै गरौँ। हाम्रो एक्टिभ भन्ने सर हुनुहुन्छ कि होइन म्याडम हुनुहुन्छ, हल्ला मैले किन यो हल्ला छैन प्रमोदजी सुन्नु अदालतले जे भने नि तपाईँ हल्लिनुपर्छ तपाईँ नझुक्यो भने तपाईँ झुक्नुपर्छ यति चाहिँ कुरा बुझ्नुहोस् प्रमोदजी त्यही त मलाई गगन थाहा छ, नबला भोलि आधिकारिक शेरबहादुर विषय देवालले के पनि होइन हो मैले पाउँदैन। अदालतकै कुरा मानिरहनु भएको छ अदालतको कुरा होइन मान्छु गगन अदालतको नबला कुरा आधिकारिक मान्दिनँ विषय भन्नुभयो के भने त होइन। अब म यो देशमै तपाईँहरू बस्नुहुन्न भनेर म त मान्छु होइन मलाई रिमुभ हानिदिनु ब्लक हानिदिनु होइन तर यति कुरा चाहिँ बुझौँ, यति कुरा बुझ्नुहोस् कि नारायण सर, हाम्रो रग सर, मुलुकमा नयाँ खिचडी पाक्दैछ। अब धेरैले अनिष्टको सङ्केत भनेर भनिरहेका छन्। अब यो सरकार परिवर्तनदेखि लिएर अन्य घटनाक्रमहरू हुनसक्छ भन्ने कुरा जसरी गरिरहेका छन्। र अर्को कुरा, भू राजनीतिक हिसाबले चाहिँ नेपाल जसरी चपेटामा पर्यो त्यस्तै गरी सरकार अहिले जुन जग्गामा परेको छ, जस्तो अब तपाईँहरूले थाहा पाइहाल्नु भएको छ, राजसभा भित्रैबाट सांसदहरूको विरोध, तीव्र विरोध। र अर्को कुरा
तीव्र विरोध सँगसँगै जुन जनतामा जनआक्रोश पैदा र अनि अर्को कुरा प्रधानमन्त्रीले जुन हिजोको मध्यरातको स्टाटस तपाईँले हेर्नुभएको छ होला एक्लै छु भनेर अब त्यत्रो 2/3 नजिकको सरकारमा उहाँ एक्लै पर्नुभएछ कसरी एक्लै पर्नुभएछ भन्ने कुरा व्यापक रूपमा चाहिँ अहिले उठेको हुनाले यसलाई के चाहियो भने तपाईँको चाहिँ अब अहिले जुन जनतामा जुन चाहिँ खालको जनताले आशा गरेका थिए त्यो विपरीत जसरी चाहिँ प्रधानमन्त्री चाहिँ जुन कार्यशैलीहरू तपाईँले देख्नु भएको छ संसदलाई नटेर्ने संसदप्रति जनउत्तरदायी नहुने तपाईँको अन्य सँग सम्बन्ध र छलफल गरेर अगाडि बढाउनु पर्ने कुराहरू नबढाउने अनि यस्तो हिसाबले त प्रधानमन्त्री त चल्दैन नि त यस्तो प्रधानमन्त्री त जनताले खोजेको त होइन नि त त्यो हुनाले यस्तो प्रधानमन्त्री खोजेको होइन होइन अलिकति चाहिँ प्रधानमन्त्री हुने बित्तिकै धेरै कुराहरूको प्रति होइन तपाईँको धेरै कुराहरू मिलाउनु पर्ने हुन्छ नि त अब अहिलेको हजुर प्रधानमन्त्रीपट्टि होइन कि अघि हामीले कुरा गरेको उता सुता हौँ यतापट्टि त किन जानु पर्यो होइन होइन शेरबहादुर अब देउवा होइन यो धन्यवाद। पनि हुनु यो दसैँ अगाडि पनि यस्तो परिस्थितिहरू सिर्जना हुँदैछ भन्ने कुराको जानकारी होइन दिएको सर मैले रविजी साइलेन्ट दसैँ किन अगाडि हुनुहुन्छ यो कुरामा त्यो रविजी किन घटनाक्रम साइलेन्ट हुनसक्छ त्यो हुनुहुन्छ खिचडी पनि पाक्दैछ रविजीको किन चल्दैन त यो कुरामा रविजी किन साइलेन्ट छ यदि बालनजीलाई यस्तो हो भने रविजी किन साइलेन्ट भएर हो बसेको क्वेसन त मेन त्यहाँ हो नि त्यसरी। रविजी त सभापति हो नि त उहाँको किन चल्दैन त यो सरकारमा उहाँले के गर्नु नखोजेको हो त खालि बालनले मात्रै गरेर मात्रै हुने हो रविजी किन आफ्नो यो पार्टीलाई अब भनौँ न यो यदि यो सरकार राम्रोसँग चलाउने भने रविले हस्तक्षेप गर्नुपर्ने हो नि त म त तल प्रधानमन्त्रीबाट हटाउँछु म बस्छु भन्नु मलाई पर्यो त त्यो त के लाग्यो भने रहन्छ एउटै मात्रै रिजन अहिले प्राय मन्त्रीहरू जो छन् नि त्यसमध्ये कतिपयलाई अहिले 182 सिट मध्ये सबलाई मन्त्री बन्ने रहर त्यहाँ भूत जागेको छ के उनीहरूलाई अनि कमाउने होइन केही छैन। यहाँ तपाईँको सबभन्दा ठुलो रोल भनेको रविजीको छ क्या अहिलेको सरकारमा रवि किन तर चुपचाप नारायणजी लागिरहेछ नारायणजी हामीले भनेको जस्तो सजिलो छैन नि रविलाई होइन सङ्कट छ नि उसले अब होइन ऊ पनि एउटा चाहिँ काण्डबाट आएको मान्छे मान्लो हो होइन 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 तपाईँ एउटा विचार गर्नु न यदि यो नारायण यो सर ऊ यो त सिधै यो प्रधानमन्त्री यदि हुन्थ्यो अहिले होइन सिम्पल सिम्पल कुरा म भन्छु यदि यो सरकार यदि हातबाट नजाने हो है रविजीले टेक ओभर गर्नुपर्छ क्या अहिलेको गभर्मेन्टलाई बुझ्नु भएन मैले बुझेँ यदि काण्डमा यदि यो सरकार ढल्यो भने होइन काण्ड यसको दसैँसम्ममा जिम्मेवार रवि हुन्छ क्या दसैँसम्ममा मार्केटमा सरकारमा केही डामाडोल हुने चान्सेस छ। दसैँभित्रमा त्यो कुरो आउन सक्छ, रवि माथि पनि आउन सक्छ, चिन्ता नगर्नु। मेरो 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 होइन मेरो मेरो पिटिसन मन्त्रीहरू त्यो छ चेन्ज क्या हुन्छन् होला हेर्नुहोस् यसको मन्त्रीहरू जवाब त चेन्ज रविले हुन्छन् होला दिनुपर्ने हो नि तर त तपाईँ तर यदि नारायणजी मैले तपाईँलाई सकिहालेँ है त बालनलाई प्रधानमन्त्री दिँदै दिँदैन थियो नि काण्ड छ होइन काण्डबाट होइन चाहिँ होइन ग्रसित म छ त्यो आफै त म चोखिएर बनेछ सकिहालेँ तपाईँको मन्त्री भाइ मैले सकिहालेँ है त ल ल ल तपाईँले यस्तो डिमेरिट यस्तो बालेनको डिमेरिट निकाल्नु भयो होइन त्यसले टेरेन अनि उसले त अब रवि र उसको त मिटिङ बस्छ भाइ यस्तो पारेर अँ, गइस भने त मेरो पार्टी त हातबाट जान्छ तेरो चक्करमा त जनताको प्रति लोकप्रिय भएनस् भने म प्रधानमन्त्री बन्छु या म अर्कोलाई बनाउँछु भने उसले आँट गर्नु सक्छ नि त अप्सन त आइहाल्छ नि होइन त्यस्तो आउँछ क्वेसन त उसले आइहाल्छ। अर्कोलाई दिन्छ क्या त्यो गर्नै दसैँ पर्छ त्यो दसैँभित्रमा धेरै खेल ठुलो खेल हुँदैछ, देख्नुहुन्छ है। त्यो गर्छ के त्यो हेर्दै जानु तपाईँ यो सरकार चाँडै ढल्दैन यस्तो कि यो भन्नु किनकि हो यो त्यो त गर्नुपर्छ त अनि होइन अनि त्यसपछि बालेन तपाईँको यो अनि त्यसपछि ल यो सेयर मार्केटलाई पनि एउटा ड्र्याग गर्छ त्यो लेभलमा फेरि अर्को कुरा सानो मिस्टेक हुने बित्तिकै पब्लिकले नै अहिलेको गभर्मेन्टलाई एकदम एक्सन लिन्छन् हेर्नुहोस् त्यत्तिकै त्यो अरू पार्टी सार्टी छोडिदिनुहोस् के पब्लिकले एक्सन लिइदिन्छन् त्यति इजी छैन कि सरकार ढल्ने जाने होइन 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 सर मलाई मलाई त्यस्तो लाग्छ है। मलाई त्यस्तो लाग्छ क्या चाहिँ मन्त्रीहरू चेन्ज हुन्छन् हेर्नुहोस् मन्त्री एउटा सबै टाइममा गएर चेन्ज हुन्छ मन्त्री चेन्ज यस्तो गर्छन् यस्तो अब कतिपय गृहमन्त्री मन्त्री यस्तो यस्तो बनाउने हुँदैन आएको होला। अहिलेसम्म त रक्षा मन्त्री आएको छैन को छ रक्षा मन्त्री को त्यही छ केही मन्त्री छैन चेन्ज हुन्छ नि त्यहाँ सल्युसन निस्किन्छ उथल पुथल भने त्यही हो यो ढल्ने जाने रक्षा खुस्किने मन्त्री त्यसको त चाहिँ यो पहिला के जस्तै हो खेर क्या केपी ओली जस्तै हो क्या रक्षा मन्त्री आफै राखे जस्तो हो क्या कुनै बेला होइन दुई तिहाई रविले हुँदाखेरि ओलीले पनि त अर्को राखेको थियो के नाम हो म राई समथिङ राई हो होइन दुई तिहाईको हुँदाखेरि चाहिँ अलिकति आफै राखेको थियो दुई थियो होइन आफै राखेको थिएन अर्कै एउटा थियो मैले नबुझेँ नि नारायण सर जस्तो सबै पब्लिक अझ हाम्रो प्रमोदजीले पनि भन्नुभयो सबै मान्छेले बालेन बालेन बालेनलाई भन्छन् आखिर बालेन बाहेक अरू को चाहिँ भयो चाहिँ देश विकास हुन्छ कि उथल पुथल हुन्छ अरू भयो भने मेरो क्वेसन है अरू भएर चाहिँ उथल पुथल हो नि बालेन भएर चाहिँ खतम भन्ने हो र
भिजन हेर्नुहोस् दाई बालेन छ नि यहाँ 10 वर्षपछि आएको भयो होइन बालेनलाई चाहिँ फेरि प्रधानमन्त्री होइन महाप्रधानमन्त्री नायक म हेर्थेँ क्या आफै अलिक चाँडो आयो क्या प्रधानमन्त्रीमा त्यति नै हो प्रब्लम मेरो चाहिँ के रङ गरेछ त नि संसदमा गएनन् भनेनन् केही कुरा भन्ने मात्रै होला होइन अरू त केही छैन होला। धेरै कुरा देखिन्छ क्या उसले चाहिँ नजानेको त्यो अलिकति उसले जान्नै पर्थ्यो क्या सांसद भएर एउटा सिक्नै पर्थ्यो क्या रविले चाहिँ यो ह्यान्डओभर लिन्छ जस्तो लाग्छ है। एउटा ठाउँ छ त्यहाँ, त्यो दिन गल्ती आउँछ। भयो क्या ऊ अपरिपक्व भयो क्या सिधै प्रधानमन्त्री पायो आए पनि केही मेयरको खास मान्छे छैन हेर्नुहोस् मन्त्रीजी फेरि रवि आए पनि योभन्दा अझ बेकार हुन्छ। त्यसमा चाहिँ सही रविले कुरा पनि केही खास कोही छैन। आएर केही हुनेवाला उथल पुथल देश अलरेडी भइसकेको रहेछ हेर्नुहोस् अर्थतन्त्र उथल पुथल जमानादेखि भइसकेको रहेछ यहाँको देशका सिस्टम खतम ढुकुटी भइसकेको छ सच्याउने यिनी मान्छेहरू डाँकाहरू खतम हुन् होइन, भइसकेको छ जसले जे भने पनि अब यिनीहरूले के हो अकुत पैसा यिनी कमाएका छन्। हाउ हाउ टु मेक आफूलाई मनी विश्वास जस्ट छैन मनी मनी मेक यो मनी देश बन्छ भन्ने यिनीहरूलाई नै विश्वास नभएर यिनीहरूले लिगल बाटो तरिकाले आफ्नो पैसा बाहिर देश पठाउने त्यस्तो कानुन बनाउन आँका डाँकाहरू हुन् होइन। त्यो नेपाली जनताले अब सफल हुन् भन्ने हो, यिनीहरूको अकुत पैसा बाहिर देश लग्न दिन्छन् नै भन्ने कुरा हो। यिनीहरूको मालिक जुन छ, जुन तपाईँको जुन मालिकले जुन अराएको काम गर्ने हो नि त, त्यो भएसम्म यिनीहरूले काम गरिरहन्छ। यिनीहरूलाई अब यो जुन सन्तुष्ट यो शक्तिहरू राष्ट्रहरू छैन। तपाईँको अस्तिको कार्यक्रमबाट थाहा पाउनु भएको छ तपाईँले होइन। अब तपाईँको अब धेरै कुराहरू छ कि यसमा, धेरै कुराहरू जोडिन्छ हेर्नुहोस्। त्यो हुनाले त्यति सजिलो भने जस्तो चाहिँ छैन है। तपाईँको अहिले यो महँगीको दर रेट चाहिँ यत्रो सरकार किन नियन्त्रण नगरेको? चामलको बोरामा अहिले 2200 पर्ने चामल 27-28 रुपियाँ पुगिसक्यो। हेर्नुहोस् त, खाने तेलको मूल्य प्रमोदजी वृद्धि भइरहेछ। तपाईँको म एउटा ग्यास कुरा अहिले पाइरहेको होइन थियो भने प्रमोदजी मैले दसैँसम्ममा तपाईँलाई के रोक्छु नि हुन्छ स्थिति? यो महँगी एउटा हेर्नुहोस् कुरा त, म यो तपाईँलाई महँगीको नियन्त्रण गर्नु के पर्दैन यार भन्न यो चाहेँ सरकारले। भन्दाखेरि नि अँ तपाईँलाई के भन्न चाहेँ भन्दाखेरि यो सरकारले केही गर्दैन हेर्नुहोस् हामीहरू यो झगडा हेर्नुहोस् त, गर्नुपर्छ यो काम छैन सरकारको हेर्नुहोस् त, होइन यो सुन्नुहोस् जनतामाथि हेर्नुहोस् त। हामीलाई 3-4वटा समस्या धेरै छन् हेर्नुहोस्। एउटा आर्थिक अवस्था, एउटा राजनीतिक अवस्था, एउटा हाम्रो धर्मप्रतिको एउटा आस्था, एउटा राजाप्रतिको आस्था अनि सङ्घीयता। यो 5वटा विषयमा जनमत सङ्ग्रह गराइदिउँ, जनताले जे निर्णय गर्छन् बाँकी सब चुप लाएर बस्छन्। हेर्नुहोस् सबभन्दा राम्रो उपाय यही हो। तपाईँ हामी झगडा गर्नु पनि पर्दैन, तपाईँ हामी बोल्नु पनि पर्दैन, तपाईँ हामीले कसैलाई काठमाडौँ यो चोर हो यो डाका हो भन्न नि पर्दैन। त्यही अनुसारको सिस्टम बनाइदियो भने सधैँभरि यो 3 करोड नेपाली 1 करोड बाहिर बाँकी रहेका अरू पनि लुगा लाएर झोला बोकेर ठिक परेर होलान् होइन। सबैलाई एउटा नयाँ आश जाग्छ के सबैलाई हुन्छ यो मेरो देश हो मलाई देशले दियो भन्ने आश जाग्छ। हेर्नुहोस् तपाईँहरू जबसम्म यो एउटाले यस्तो गर्छ भनेर तपाईँ भन्दै हिँड्नुहुन्छ भने हामीहरूको गन्तव्य पनि हुँदैन, हामीहरूको एउटा बस्ने ठाउँ पनि हुँदैन। हेर्नुहोस् अनि यो सर यो एकदम क्लियर कुरा हो। जनमत सङ्ग्रहमा भोट हाल्ने पनि यिनै अहिले भोट दिने जनतै होला नि त। यिनीहरूले कसरी निष्पक्ष भोट हाल्ला? हाल्छ नि हेर्नुहोस् होइन तपाईँहरूमा सबैले होइन देखाएको छ नि। कति झगडा गर्नु के तपाईँ हामी किन झगडा गर्ने यार? एउटा निकास त निकाल्नु पर्यो नि यार। एउटा तपाईँ किन अरूको झन्डा बोकेर हिँड्ने, म किन जन्म अरूको सङ्ग्रह झन्डा गर्ने एउटा बोकेर फाइदा हिँड्ने हुन्छ क्या धेरै अनि मान्छेले म भोट चाहिँ नेपालको हाल्न झन्डा आउँछ बोकेर देश हिँड्न विदेशबाट चाहन्छु है। यार। जन्म सङ्ग्रह चाहिँ चाहिन्छ है। त्यो भयो भने चाहिँ देश विदेशबाट मान्छे भए पनि भोट हाल्न आउँछ। अस्तिको भोट भने त बिचरा मान्छे नि भोट हाल्न गएन। त्यो चाहिँ एउटा चाहिँ मान्छेलाई भोट हाल्ने बाध्य बनाएर पनि त्यो जन्म सङ्ग्रह गरेर अरू पनि चुनाव चाहिँ सँगै म गराउनुपर्छ होइन क्या। के जन्म सङ्ग्रह गर भन्ने कुरा होइन के, म नेपाली भएर बाँच्न चाहन्छु यार। म कुनै पार्टीको झन्डामा बसेर म कुनै सिद्धान्तमा बसेर अरूको सिद्धान्तमा बसेर म बस्न चाहदिनँ। आफ्नै देशको माटोको सिद्धान्त हुनुपर्छ। तपाईँहरू अरूको सिद्धान्त लिएर आएर थोपेर यहाँ केही परिवर्तन गर्नुहुन्छ भन्ने मान्छेले त देखाइसक्यो त नि चल्दैन तिनीहरू भनेर त देखाइसक्यो। अस्तिको आन्दोलनले हिजो प्रजातन्त्र भनेर काङ्ग्रेसले लुट्यो, आन्दोलनपछि लोकतन्त्र भनेर। डिस्कर्डबाट चलाएको अनि च्यानलबाट सुशीला कार्की प्रधानमन्त्री हुनुभयो होइन। त्यो कुनै करिब त्यो हुँदैन कि यसरी कुन तर च्यानलबाट आएको? जेनजीले देशको गरेको त्यो। देशको इतिहासमा सबैभन्दा कालो दिन हो क्या त्यो आन्दोलनपछि यस्तो भयो। जे मनलाई होइन त्यही चुनाव त्यतिकै न के छ होइन न के गर्नुपर्ने सबैजना मिलेर एउटा ठाउँमा जानुपर्ने के हो। शिक्षा मन्त्री महावीर पुन अरे, यो अरे, सञ्चार मन्त्री जगदीश खरेल अरे, यो अरे, के अब यस्तो छ। तपाईँ अहिले त्यति नेपालीहरू बेलाको सब भ्रममा छन् के। कन्डिसनमा सुशीला कार्की आफै प्रधानमन्त्री बन्छु भनेर गएको होइन, कसले बनायो त? पब्लिकले बनायो त। त्यति बेलाको कन्डिसन कस्तो थियो? कोही हामी होइन तपाईँ पब्लिकले हामीले कति अनि कुन चाहिँ त्रासमा पब्लिकले जिइरहेको दियो थियौँ। त भोट तपाईँलाई?
होइन कुन चाहिँ त्रासमा पब्लिकले दिए त? बसिरहेको छौँ, कहिले एउटा किन दिएनन्? नेता कुन आर्मीले पब्लिकले लिन्छ। दिएको भोट कुन हो? चाहिँ पब्लिकले दिएनन्? मेरा यस्तो बाबुआमाले के दिए, सुशीला तपाईँका कार्की बाबुआमाले दिए, पब्लिकले बनाएको होइन, त्यो स्टनबाजी तपाईँका महिला हो, दाजुभाइले दिए, बुझ्नुभयो कि आमा न? बाबुले उसकै कुन दिए। पब्लिकले प्लानिङ हो बनाए होइन त सुशीला त्यो चाहिँ कार्की हेर त। लगायत यिनीहरूको प्लानिङ हो। हेर्नुहोस्, देश खरानी बनाउनेले हेर्नुहोस्, सुदन गुरुङलाई देखाइएको थियो पानी बाँड्नको न्युले, त्यो 81 हिरो बन्न गएको हो, बाहिर देख्थ्यो। तपाईँ हेर्नुहोस्, जानु भएन त्यति बेला, हेर्नु त्यो त गयो, हेर्नुहोस्, गोली छाती थापेर लाग्नेले गयो यार। सुन्नु न, जुन गोली जो लागेका छन् गयो ऊ पिठ्युमा, बन्यो यार, तपाईँ जानु गोली भएन। लागेको मान्छेले नै हामीले चाहेको होइन भनिरहेको थियो, वा, त्यो त बुझ्नु भएको थियो नि, के त्यो यथार्थ। उल्काजी गएको भए पाइने रहेछ, खोइ त को जानु सक्यो त्यति बेला, कोही त गएन। अनि अर्को सरकार आयो भने यिनीहरूलाई त देश जलाउने काण्डमा त भित्र उल्छ फेरि, यो त अनि 100% थाहा एउटाले छ यिनीहरूलाई। अर्कोले अर्कोलाई त्यो काण्डै काण्ड हुने देश हो कि जलाएको एउटाले कारणले त एउटा। यिनीहरूलाई हुनै पर्छ भित्र। अहिले पो सत्तामा छन्, सधैँ त्यही सत्तामा भएर हुन्छन् भन्ने त छैन नि। यस्तो हो, पुरानो पार्टीमै भन्ने भन्दा नि अहिले पब्लिकहरू सुध्रिनु जरुरी छ क्या। पुरानो पार्टीले के गर्यो, अहिलेकोले कति त्यसमा डिफ्रेन्ट कति काम भयो भन्ने कुरो बुझ्नु पर्यो क्या। मेन कुरो पहिलाको र अहिलेकोमा डिफ्रेन्ट छ कि छैन भन्ने कुरो, त्यो कसैको प्राइभेट एउटा कुनै कम्पनी थिएन नि त नेपाल भन्ने कुरो त। हर कोही बन्न सक्थे मिनिस्टर होइन, तर त्यहाँ चाहिँ एउटै तानासाही रूपमा चाहिँ भयो। राम्रो मान्छेले चान्स पाएनन् भनेर तपाईँ हामी अगाडि नै हाम्रै पुस्ता अगाडिको मान्छेले पाए त पाएनन् नि, एकरो भयो क्या, काम भएन के। अब आउने जेनेरेसनहरूले राम्रो गरून् भन्ने त हामीहरूको चाहना हो है। तोरीहरूले कहिले नबुझ्ने भयो क्या, तोरीहरूले कहिले नबुझ्ने भए। यो अघि पहिला एउटा कुरा सोधिरहेको थिएँ, हाम्रो नारायणजीले उठाइरहनु भएको, गगन थापाले त अनि आधिकारिक पाएको होइन र शेरबहादुर त्यो देउपाको पर्सन्टेजको केसमा? छाउरेहरूले कहिले नबुझ्ने भए, उहिलेको छाउरहरूले कहिले नबुझ्ने भए। कहाँबाट के हो यस्तो फेरि? हाम्रो राजकुमारजीलाई थाहा होला बरु। राजकुमारजी, यो गगन थापा र शेरबहादुरको जुन अहिले त्यो के छ नि, यो अहिले आधिकारिक कङ्ग्रेसको गगन थापाले आधिकारिक पाएको होइन र? त्यो गगन थापाले सर्वोच्च अदालतले आधिकारिक बनाएको सर्वोच्च अदालतले एक किसिमको फैसला गरेर चाहिँ नि गगन थापालाई आधिकारिकता दिएको हो होइन सर। अनि त्यस पछाडि के भयो भने बुढाहरूले खुलेरै भने त उनीहरूको उमेरभन्दा र अनुभवभन्दा कमको मान्छेलाई उनीहरू सभापतिको रूपमा मान्न नसक्ने, नमस्कार गर्न नसक्ने, बरु पार्टी छोडेर हिँड्ने भनेर फन्केर हिँडे। अनि पार्टी फोड्ने समथिङ भनेपछि अहिले बिचको बाटो के निकालेको छ फेरि भने तपाईँको सर्वोच्च अदालतमा यिनीहरूले पुनरावेदन दिए क्या। अनि अदालतले स्वीकार गर्यो। के चाहिँ रहेछ त, फेरि एकचोटि हामी छलफल गर्छौँ र केही इफ्रबट भएको रहेछ भने त्यस पछाडिको फैसला गरौँला भनेपछि अहिले यिनीहरू चाहिँ नि उसले जता पक्षमा भए पनि मान्ने भन्ने हिसाबमा यिनीहरू ठन्डाराम भएर बसिरहेछन् 2-4 दिनलाई सर। हजुर, त्यो भएको कुरा। तर अर्को आदेश आउनु पर्यो होइन त, मेन अब फाइनल फेरि। अब अदालतले दिइसकेपछि चाहिँ जो सर्वोच्चले मान्दिनँ भनिदिन्छ होला। भन्छ अब त्यसलाई चाहिँ तपाईँहरू काङ्ग्रेसका अरू महाधिवेशन पार्टी जानुहोस्, तपाईँहरू महाधिवेशन जानुहोस्, महाधिवेशन जानुहोस् भनेर लागिन्छ होला। फाइट पर्ने भयो है, त्यो त झन् झन् टेन्सन हुन्छ त। अनि यो यो सरकारले देवालयसम्म नै जुन एउटा इन्टरपोलबाट बोलाएर त्यो त्यो चाहिँ के हुन्छ अब? यहाँको नाटक हो नारायण सर। देवरले नै बिस्तारै पावरलेस समाउन सक्दैन, या चाहिँ यहाँहरू समाउँदैन भनेरै आएको होला नि त जस्तो लाग्छ। के आधारमा मान्छेले अनि केसम्म यत्रोचोटि भन्छ प्रचार भन्दाखेरि गर्यो हामी देवालय समाउनलाई इन्टरपोलबाट बोलाइरहेको छौँ, अब इन्टरपोलबाट उहाँ आउनुहुन्छ यस्तो होइन, यस्तो भनेर जुन इन्टरपोलले चाहिएको समात्ने हो भने त जेबी राईले समात्न लाए भइहाल्यो नि त। शेरबहादुर कहाँ भागेको थियो र, आउँछु भनेकै थियो त। त्यो त अस्ति भर्खर न खबर बिग्राइ आयो किन आउँछु भनेर। नसमातेको अहिलेसम्म। अनि फेरि उहाँको हेल्थ प्रब्लम भयो, अनि यो स्वास्थ्यलाई उहाँ जानुभयो सिङ्गापुर, हङकङ, कहाँ कहाँ भनेर। उसले नि टाइम किल गरे हो शेरबहादुर देवालले नि। परिस्थिति कता जान्छ त्यही अनुसारकै डिसिजन लिएको हो। डिसिजन आफ्नो फेभर आउँथेन नि शेरबहादुर। त्यो त सामान्य मान्छेले बुझ्ने मान्छेले नि बुझ्ने अनि कुरा फेरि बनाएर। अहिले कङ्ग्रेसको वृहत सभालाई सम्बोधन गर्ने भनेर आइरहेछ त। होला सायद। अहिले कुन डेटमा छ उहाँको, कति गते?
गृहसभा सभा उ गर्ने भनेर 29 गते जस्तो लागिरहेछ नारायण सर मलाई पुरा हो। कुरा चाहिँ अनि त्यो यता चाहिँ समाउने भन्छ, यता ऊ भेला गर्ने भन्दैछ। के हो यो कुरो? कन्फ्लिक्टको कुरा आयो क्या। के काङ्ग्रेसमा त झनै उग्रो हुने भयो क्या हो। झन् शेरबहादुर आएपछि त झनै त्यो म बुझिरहेको छैन। अनि अब के खिचडी अब पाक्दैछ यो देश एयरपोर्टमा सरकारमा? एयरपोर्टमा स्वागत गर्न जाने हिसाबले दिउँसोमा पारे हो फ्लाइट भन्ने कुरा छ। अब यो अब केसले त्यहाँ त मार्केट पनि एकदमै डाउन होला जस्तो अब प्रमोद दिन दाइ, दिने यो यो न्युजले केसले त त बजार काङ्ग्रेसको हल्लाउँदैन। राजनीति के हुने, काङ्ग्रेसको राजनीति के हुने हो यो केसले तपाईँको काङ्ग्रेसको बुझाइमा? राजनीतिलाई कमजोर बनाउन खोजेका हुन् यिनीहरूले। कमजोर हुँदैन काङ्ग्रेस। काङ्ग्रेस लोकतान्त्रिक धार बोकेको पार्टी हो। झन् निखारिन्छ, झन् अगाडि बढ्छ। झन् यो शेरबहादुर देउबाको नेतृत्वमा चाहिँ अब अगाडि जान पनि सक्छ। अब शशाङ्क कोइराला, डाक्टर शेखर कोइरालाको नेतृत्वमा जान पनि सक्छ। उनीहरूको अधिवेशनहरू हेर्नुपर्ने हुन्छ। अब यो अब अनि राजनीतिक गहन दलीय थापाको के गतिविधिहरू भन्नुहुन्छ? बढ्न सक्छन्। अब अनि गहन राष्ट्रमा थापाको तर विषय अब चाहिँ के भन्नुहुन्छ? दलीय गतिविधिहरू बढ्छ कि अब किनभने जुन शक्तिले यी नयाँ शक्तिहरू रवि बालेलाई जसरी अगाडि आयो, अब यिनीहरूलाई खुइल्याउने काम हुन्छ। जसरी बालेलाई अहिले सत्तामा खुइलाइएको छ भन्दा पनि अहिले गर्न सकेको छैन नि त। अहिले जनतामा यार ग्यासको अभाव छ यार, महँगी छ, चामलको मूल्य 2200 2700 पुग्यो यार। त्यो सरकार कहाँ के रोसा छ यार? त्यो काला बजारलाई समात्न सक्दैन। काला बजारले आज भक्तपुरमा समात्यो एउटा 7000, हेर्नु त 7000मा बेचिरहेको छ एउटा काला बजारले। एउटा 5000 मा बेचिरहेको छ ग्यास तपाईँको। हेर्नुहोस् राजकुमार सर, अब यो यो अब यो जुन टसल महँगी छ त्यो दसैँसम्म त हेर्नुहोस् यस्तो महँगी त कसरी बढ्दैछ हेर्नु त। अनि अर्को कुरा, अनि यो ग्यास सर्टेजदेखि लिएर अन्य कुराहरू लिएर यो सरकार कहाँ छ भनेर जसरी अहिले राष्ट्रसभाका सांसदहरू सदनमा खोजिरहेछन्, त्योभन्दा बढी जनतामा जनआक्रोश पैदा भएको छ। अब यसले चाहिँ अब यिनीहरू चाहिँ अब अलिकति होइन, के मैले 100 भन्न दिनमा खोजेको दाइ, के म ओ बाहिर जानुपर्छ क्या प्रमोद दाइ। हजुर सर, यो हजुर यो अदालतकोले चाहिँ के अरे मिलाएर चाहिँ तपाईँको चुनावमा जाने वातावरण गराउँछ कि झनै अब तपाईँको चाहिँ क्लास बनाउँछ गहन थापा र यी इतर बसेर के संस्थापन बसेको के देख्नुहुन्छ दाइ? त्यो अलिकति रोमाञ्चकै होला जस्तो छ। यता देउवा पक्षको नि कमजोर छैन, किनभने कङ्ग्रेसमा हजुर होइन, अदालतले डिसिजन दिइसकेपछि त त्यो एक पक्षीय त जसले चाहिँ उसको विपरीतमा आउँछन् त्यो आफै खोइलिहाल्छ नि। काङ्ग्रेसमा कसरी जान्छ अदालतभन्दा विपरीत भएर? जानै सक्दैन नि। एउटा चाहिँ थला पर्छ क्या, अब फुल एन्ड फाइनल डिसिजन आउँछ अदालतको, त्यस पछाडि महाधिवेशन हुन्छ। भने मलाई होइन, अब यो त शेरबहादुर पत्ता पेनलले त भन्न सकेन नि त। ल हाम्रो विपक्षमा आयो भने चाहिँ हामी चुनाव पार्टी नै फुटेर चुनाव लड्छौँ भन्ने कुरो त व्याख्या त आएको छैन। हेर्नुहोस्, अब यिनीहरू त स्वार्थको राजनीति हो। हेर्नुहोस्, बुझेको त सिधै नै। होइन, त्यति भएपछि अब त्यति गर्दा पनि चाहिँ नि हाम्रा चाहिँ रिटायर भएका बाबाहरू चाहिँ अब टेर्दैनन् चेत्दैनन् भने उनीहरू नयाँ पार्टी खोल्छन् अनि जनतामा जान्छन्। जनतामा चाहिँ नि खर उत्रेर जनताले बहुमत दियो भने फेरि आउँछन्। त्यसो भन्नु पर्यो हजुर। एक हिसाबको मिलाउन खोज्न नि सक्छन्। अब शेरबहादुर सकेसम्म फुटाल्ने इच्छा त उसलाई नि नहोला। यो पनि म्याचर नेता हुन्। यहाँ मिलाएर जान्छ, 75 मिलेर वर्ष जान्छ। खटेका काङ्ग्रेसका नेताहरू तपाईँको काङ्ग्रेसको संरक्षक अभिभावक बसेर चाहिँ नि गगन थापाका एजका चाहिँ नि 60 वरिपरिकालाई छोडिए त हुने हो नि, होइन भन्नु त? कम्पिटिसन गरेर जो आए पनि भयो नि त। यही आउनुपर्छ भन्ने छैन, जो आए पनि हुन्छ। अनि उनीहरू टेस्टेड भइसके उनीहरूले के गर्न सक्छन् भन्ने हामीले देखिसक्यौँ। गगन थापाहरूले के चाहिँ गर्छन् भन्ने त हामीले देखाएको छैन नि त। शशाङ्क यिनीहरू भन्दा त कसैले नि केही नेपालमा सबै दिइसकियो। त्यो हुनाले यो पुरानो पार्टीहरू जुन चाहिँ अब तपाईँको चाइनाका राष्ट्रपति सी जिङपिङ 80 वर्षभन्दा माथि छ, तपाईँको भ्लादिमिर पुटिन त्यहाँ छ, मोदी त्यहाँ छ। भनेपछि अलिकति लिडर भनेको पाएको व्यक्ति चाहिन्छ। युवा भनेको पछि हो। जुन लिडर भनेको तपाईँको एउटा चाहिँ भनौँ न, अहिले नेपालमा जसरी चाहिँ एउटा प्रधानमन्त्री भनेर अलिकति लिडर पाएको व्यक्ति चाहिन्थ्यो। युवा शक्तिले गर्न सकेन नि त अहिले होइन नि तपाईँको प्रमोद जस्तो। सर, यस्तो हजुर नि प्रमोद सर, अब तपाईँले भनेको कुरामा मेरो पूर्ण सहमत रह्यो। अभिभावक पनि चाहिन्छ। घरमा चाहिँ नि अभिभावक पिताजी भएको घर भनेको बेग्लै हुन्छ। जति हामी चाहिँ नि आलाकाँचा उफ्रे पनि, तर पनि के भने तपाईँको बुढाहरूले के गर्न सक्छन् भन्ने त हामीले देख्यौँ। अब उनीहरूले चाहिँ नि कस्तो रहेछ बुढाहरूको शासन गर्ने तरिका भने, बाहिर चाहिँ अभिभावक जस्तो देखिए पनि भित्र त योङ अलिकति इनर्जेटिक मान्छे चाहिँ नि दरा पाखुरा चाहिँ नि धन दौलतले चाहिँ नि बलिया बाङ्गा भएका मान्छे बिचौलियालाई लगाएर काम गराउँदो रहेछन्। त्योभन्दा त बरु युवा नै 60 अन्डर 60 को लागि दिँदाखेरि नै सजिलो हुन्छ नि। किन बिचौलिया ल्याउने भन्ने कुरा हो क्या प्रमोद सर मेरो चाहिँ। होइन, यसो हो दाइ। अब ट्याप्प टिपेर भर्खरको युवा आए जसरी घन्टी कस्तो आएर चाहिँ राजनीतिको
चेत पनि नभएको पनि आउन भएन, साह्रै बुढा पनि हुनु परेन, उनीहरूसँग म्याचरनेस पनि होस् र राजनीतिको त तपाईँको चाहिँ एक्सपिरियन्स या राजनीतिको बुझेको मान्छे पनि होस् न दाइ। ती भनेको 50 र 60 वर्षको उमेरका चाहिँ तपाईँको राजनीतिको अनुभव पनि छ, म्याच्योरनेस पनि छ, सबै हुन्छ कि प्रमोद दाइ? विश्व प्रकाश कस्तो हुन्छ रत्नदै? ठिकै छ नि विश्व प्रकाश, अब त्यति लिडरसिप क्वालिटी एकदमै चाहिँ लाग्दैन मलाई। गगन सर थापा जस्तो बोल्ड चाहिँ लाग्दैन, बोल्नलाई मिठास बोल्छ नि त। कमरेड लाल सलाम सन्चै हुनुहुन्छ? ओ परम कमरेड लाल सलाम। लाल सलाम, अभिवादन, जय नेपाल। घन्टी बजाएर बोल्ला त छ। को त उसकी हेरौँ छ जय नेपाल। शेरबहादुर आएपछि कता हुन्छ, मिलाउने पछि हुन्छ कि के हुन्छ हेरौँ न त्यहाँ। को उसकी छ जय नेपाल। शेरबहादुरको भित्री छ्यानेको अब राजनीति अब तपाईँको त अब सन्यास लिने बेला नै हो, सकेसम्म मिलाउने कोसिस गर्ला न। अब आफ्नो आफ्नो श्रीमती आफ्नो केसहरू मिलाएर उनलाई असर नपर्ने गरेर सेफ ल्यान्डिङै गर्छन् जस्तो लाग्छ मलाई चाहिँ। सेफ ल्यान्डिङ अब गन थापाबाट देख्छन् कि कोबाट देख्छन् भन्ने कुरा चाहिँ। बुढा यार, यो घन्टीहरूले कसैलाई केही गर्न सक्दैनन् के? पहिले केही कुरा गर्न सक्ने भने कहाँ सम्पर्क आउँथे र यार, गर्न सक्ने भयो नि। विष्णु सर नमस्ते। विष्णु सर नमस्ते सर, नमस्ते। एक्लै छु म भनेछ गर। अनि मनिष झाहरू अरूले आज राष्ट्रपतिका विपिन आचार्यले बुटलमा गएर बोलेछन् महामन्त्रीले। होइन क्या, त्यो तपाईँको लागि भने होइन र राजकुमार दाईको लागि भने होइन, यो कसको लागि भने भने उसको समर्थकको लागि भने हो होइन। तपाईँहरूको लागि चाहिँ यो मसला भयो, बेग्लै कुरा हो। ल सुन्नुहोस् पर्नु छ, एउटा न्युज मैले पाछु। नक्कु एउटा भयो, न्युज कहिले पाछु, खतरा ल्याउँछ यार। होइन प्रभातजी, एउटा कुरा म भन्छु है, तपाईँ कुन पार्टीको हुनुहुन्छ त्यो मलाई बुढा पार्टीहरूको नेताको पुछार समाउनु भन्दा खुद आफै जानुस् न यार त्यो पदमा। के फोकस छ त्यस्ताहरूको पछाडि लाग्ने? आफै बन्ने कुरो थियो नि। हामी नेप्सेको लगानी गर्ने मान्छे अर्काको कुरा सुन्दैन, आफै विचार गरेर लगानी गर्छ। एउटा राम्रो स्टक ल आइछ है, ल यो खेलाडी लागेको छ लाग्छ, ए तलदेखि माथिसम्म तानेर हेर्छौँ। तर अनि भिजन दाई, एउटा कुरो भिजन दाई यो मान्छे होइन बालेन होइन 5 वर्ष टिक्यो भने अर्कोचोटि होइन उसले जित्छ र 70 खेलाडी बन्छ के। ऊ चाहना बनेको बेग्लै कुरा हो, उसले सिकेन के। त्यो त्यो हो विजेन दाई पाएन, उसले सिक्छ, अब सबै कुरा जान्छ क्या। मेरो चाहिँ कन्सेप्ट फरक छ है, सिधा कुरा। मैले सकिहालेँ है, मैले सकिहालेँ। मेरो कन्सेप्ट चाहिँ के छ नि, अर्कोलाई अगाडि बढाएर हिँड्नुभन्दा त्यो ठाउँमा आफै त्यही लाइनमा हिँडेको छ नि किन त्यो उसलाई धकेलेर पनि आफू चाहिँ जाने हो नि, सिधा कुरा। लाल पूर्जा गुठीको जग्गामा घर बनेछ कि छैन पहिले पत्ता लगाउनुहोस्। गुठीको जग्गाहरू अब सबै भक्का भक पोड्दैछ तपाईँहरूको घन्टे बुढाहरू। होइन त्यो होइन, यस्तो हो क्या, त्यो गुठीको जग्गा गर्ने हो क्या, गर्ने हो, ठिक गरे हो। लिएको केही पनि छैन मैले। जनकपुरको सबै फोड्ने भइसक्यो। जनकपुरको गुठीको जग्गामा बनेका घरहरू सब सिद्धिने भयो। प्रयोग गरेछ राष्ट्रको नाममा आउनु त राम्रो हो नि। तपाईँ हाम्रो बालेनले गरेको त कसैको लागि गरे होइन नि त, यो त राम्रै हो। म पनि बालेनलाई चाहिँ सपोर्ट गर्छु कि धेरै कुरामा, तर बालेन चाहिँ अलिक चाँडो भयो भन्ने मात्रै कुरा हो कि मेरो चाहिँ उमेर। चाँडो भयो ढिलो भयो उमेरको होइन भाइ, सबै कुरा न सल्लाहकार गतिलो भनन् के भाइ। अब 46 साल भन्दा अगाडिको जिन्दगीमा घर बनेका पनि सबै पोड्दैछन् बुढा। हेर लाल पूर्जा अहमता पनि जस्तो लाग्छ है राजकुमार सर। हजुर हजुर विष्णु सर, अहमताको कारणले पनि खस्या हो क्या ऊ अहिले बालेन। अहङ्कार बढेको क्या, अहङ्कार बढेको। अनि यो के अरे सर्वोच्च अदालतको फैसला पनि तपाईँको गगनकै पक्षमा आउँछ है। यो उनीहरूले प्रक्रिया मात्रै पुर्याएको होला जस्तो लाग्छ मलाई चाहिँ। सकेसम्म मेल खाने एउटा मिल्ने बाटो नि बनाउन सक्छ नि। उनीहरूले पनि उ भएन भन्ने किसिमले तपाईँको चाहिँ के अरे चित्त दुखाउलान् बुढा सोखाहरूले भन्ने किसिमले राखे मात्रै हो अहिले व्यवस्थापनको लागि।
किन भन्दा तपाईँको विशेष महाधिवेशन गरे पनि त तपाईँ लिगली आएको च्यानललाई सरकारले के अरे सर्वोच्च अदालतले कसरी चाहिँ उल्टाउन सक्यो सक्दैन? सबैले समस्या मैले देखेको काङ्ग्रेसको राजनीति के भने विष्णु सर कुनै हालतमा गर्न थापालाई सभापति स्वीकार्न इच्छा होइन हेर्नुहोस्। नत्र भए त तपाईँको चुनावबाट गएर चाहिँ तपाईँको चाहिँ महाधिवेशनबाट जान त के अरे रोके त? राजकुमार बुढा नेपाली काङ्ग्रेसको श्री गगन थापाबाट चिनिन्छ। यस्तो हो क्या सर, यो के अरे जेएनजी आन्दोलनको क्रेडिट लिन खोजेको हो, तुरुन्तै यसमा गएर त्यो सकेन, उसको पुगेन, ल्याकअप पुगेन। ल्यागत नपुगे पनि नत्र पार्टीमा त अझै पनि पावरफुल र सबैभन्दा यङ जेनेरेसनदेखि लिएर सबै मानेको भनेको अब उसलाई नै देखिन्छ के अरे विष्णु सर। हो गगन विश्व प्रकाश नै हुनु सबैले मानेको यङ जेनेरेसनले त। तर तपाईँ के भन्दा जेएनजी आन्दोलन हुनुभन्दा अगाडि चाहिँ एकहोरो रवि लामिछानेको विरुद्धमा लागिरहेका कारणले गर्दा यसलाई चाहिँ गर्न सकेन कि तपाईँको यो आन्दोलनको उपलब्धिलाई क्यास गर्न सकेन, खोजेको क्यास गर्नलाई हो, सकेनन्। तर अब बिस्तारै बिस्तारै तपाईँको यङहरूकै लिडरसिप आउँछ सबै पार्टीमा, एमालेमा, काङ्ग्रेसमा, सबैमा। लिडरसिप त आउनु पर्यो विष्णु सर। र यङ आयो फ्युचरमा भन्दैमा फ्युचरमा यी अहम भएका घमण्ड भएको यस्ता मान्छेहरू आएर त यङ मात्रै आएर पनि देश विकास हुने त होइन नि त विष्णु सर। यसो हो कि यस्तो हो यो कि सर, यङहरूको हामीले लिडरसिप हामीले त यङ आयो भनेर त विष्णु सर त्यसको रिफ्लेक्ट त हामीले देख्नु पर्यो नि त। यी साइन्टिस्टहरू तपाईँको चाहिँ भर्खरका यङहरू चाहिँ तपाईँको चाहिँ एक्सपर्टिजहरू कहाँ लिएर आयो त नि? यङ कहाँ आफ्नो सल्लाहकारमा लिएर आयो कि कहाँ आएको त केही पनि देखिँदैन विष्णु सर। केही देखेछौँ र हामीले यङको अनुभूति गर्न त पाइएन। बालनको अनुहार हेरेर र सांसद हेरेर मात्रै हुनेवाला त छैन। केपी खनालको अनुहार हेरेर भर्खरकै यङ आयो भनेर हेरेर त अर्थ भएन। हेर्नुहोस् यस्तो भयो क्या सर, अहिले ऊ किन भन्दा पर्सनल्ली मलाई जहाँसम्म लाग्छ बालेन पर्सनल गलत मान्छे होइन है, यो कुरा चाहिँ राख्नुहोस् है। तर होइन अहिलेको कार्यशैली उसको गलत किन भयो भन्दा उसले महानगरमा जे गर्यो त्यही प्रधानमन्त्री हुँदा पनि गर्न खोज्यो क्या। तर उसले के सिचुएसनलाई उसले कसरी एनालाइसिस गर्न सकेन भने ऊ महानगरमा हुँदाखेरि एक्लो थियो हो, एक्लो भएको कारणले गर्दा पब्लिक सेन्टिमेन्ट सबै उसको पक्षमा थियो कि। त्यो भएर उसले जे गरे पनि अरूसँग हिम्मत थिएन उसको विरुद्ध जाने, त्यो आँटै थिएन कसैसँग पनि। अनि अर्को जो सुनिता डङ्गोल उपप्रमुख छिन् एमालेबाट भए पनि उनले पनि सपोर्ट गरेकै हो बालनलाई होइन, किन विकासका कुराहरूमा उसको एक्सपर्टिजलाई युज गरेकै हो, उसको तालमेल मिलेकै हो। त्यो कारणले गर्दा त्यहाँ उसको क्रेज झन् बढ्यो। यहाँ आएर प्राइम मिनिस्टर भइसके पछाडि पनि उसले त्यही शैलीलाई अपनाउन खोज्यो। तर यहाँ त सिचुएसन टोटल्ली फरक भइसक्यो थियो, उसको लगभग 2 तिहाईको सरकार छ। भनेपछि यहाँ चाहिँ ऊ झुकेर सबैसँग संवाद गरेरै अगाडि बढ्नुपर्ने अवस्था थियो कि त्यो गरेन उसले। अनि एकाएक भक्काभक गर्छु भनेर खोज्यो। पहिला सुरुमा सबसँग संवाद गर्दै कानुन बनाएर अनि त्यो कानुन भइसके पछाडि पालनतिर लाग्नुपर्ने। भएका कानुन बनाएर कानुनहरू कानुन अनुसारको देखेको भए कसले समातेर धरपकड एकदमै गर्नु पनि आवश्यक पनि थिएन। कानुनले जे गरे कानुनले गरे पनि हुन्थ्यो हेर्नुहोस् न त। होइन 100 दिनसम्म त्यही चाहिँ कसैले नबोल्ने प्रतिज्ञा गरेको कारणले चाहिँ होइन के गर्यो होइन। अब पछि त बोल्न थालिहाल्यो नि सबजना। अब ऊ कालो होइन चस्माको कुरा तपाईँको आएको त समस्या के अरे ठुल्ठुलोलाई मात्रै होइन नि छ, पब्लिकलाई नै नचाहिने किसिमले ठोकिरहेको छ त। तपाईँको अहिले अरू छोड्नु न, तपाईँको चाहिँ अहिले के अरे 25 मिटर जुन के अरे सडक छेउछाउ राजमार्ग छेउछाउ 25 मिटरलाई लगेर तपाईँको 50 मिटर बनाउने भन्ने कुरा आएको छ नि। त्यसले त तपाईँको कति मान्छेहरूको उठीवास लाग्छ हेर्नु त, अनि त्यहाँ द्वन्द्व सिर्जना हुँदैन। यति कुरालाई त विचार गर्नु पर्यो नि त सुरुमा गर्दाखेरि। अथवा त्यसको मुआब्जा धेरै उठाउँछु भन्दैन नि, मुआब्जा दिन सरकारसँग कोही पैसा यहीँ पोखराको यहाँ फटाफट लेकसाइडको मुआब्जा नदिएर चाहिँ तपाईँको त अदालतले भनेको चाहिँ उस चाहिँ कार्यान्वयन अझै हुन सकेको छैन। मुआब्जै तपाईँको अरबौँ खर्बमा आउँछ भन्छ पोखरामै। सर हाम्रो जिजु हजुरबाको पालामा एयरपोर्टमा परेको जग्गाको अहिलेसम्म मुआब्जा आएको छैन, अरू कुरै चल्नु
अब आउने एउटा सम्भावना छैन। त्यो द्वन्द्व फैलाउने काम मात्रै गरेछ त्यसमा चाहिँ उसले बुझ्नुपर्ने कुरो थियो गरेन कि अहिले पनि बिग्रिया छैन ल केही ल अहिले पनि ममता घटाएर सबैसँग संवाद गर्दै ल यसरी जानु पर्यो कानुन बनाऊ भनेर आफ्नै पार्टीभित्र पहिला संवाद बढाउनु पर्यो अनि पार्टी मजबुत बनाएपछि अनि जानु पर्यो भएको पार्टी प्राइम त विष्णु सर मिनिस्टर भइसक्यो पार्टी पार्टीको त दुइटा क्लास त क्लियरली देखियो त विष्णु सर। अब काला चस्मा भन्नेको इस्युले त क्लियरली देखिएछ त कोअर्डिनेसन छैन, कम्युनिकेसन छैन, क्ल्यास छ भन्ने कुरा त त्यसै देखियो त। त्यो मात्रै होइन तपाईँले याद गर्नुभएको थियो भने रवि लामीसँग जाँदाखेरि पनि मैले यहाँ आएर कुरा गरेको थिएँ त्यो बेलामा गर्दा सबैले मलाई कोरो पेलेर चाहिँ नि लगभग कसैले त रुमबाटै पनि फ्याँकेको थियो के भन्दा सभापति इन्डिया भ्रमणमा जानु प्राइम मिनिस्टरले वास्ता नगर्नु भनेकै क्लासको प्रमुख कारण हो त्यही बेलामै देखिसकेको थियो नि यो यो यसो हो क्या सरहरू यो कस्तो हो भने साथीहरू यो अब यिनीहरू जस्तो पार्टी प्रणाली काम नगरेका मान्छेहरूको भिडभाड छ क्या यहाँ यो कोअर्डिनेसन मिलाउन यो बडा गाह्रो छ यिनीहरू यो पार्टी प्रणालीबाट काम गरेर कोअर्डिनेसन मिलाउन केही अभ्यस्त गाह्रो भएका छैन मान्छे सजिलो हुन्थ्यो। कोअर्डिनेसन सबै मिलेको छ जस बालनले अलिकति तपाईँको चाहिँ नि आफ्नो अहमतापूर्वक मै मात्रै सर्वे सर्वा भन्ने कुरालाई त्यागेर चाहिँ सबैसँग संवादमा अगाडि बढ्छ जुन रवि हो लामिछानेको नेचर आउनु पर्यो त्यही त हो त पार्टी प्रणाली विष्णु सर पार्टी सिस्टममा काम गर्दै आएको मान्छे भए पो त्यो अनुभूति हुन्छ एक्लै स्वतन्त्र लडेर आएको मान्छे पार्टीको अनुभवै छैन अनि कसरी मिलेर काम गर्छ भन्ने थाहै छैन अनि कसरी हुन्छ सर घरमा त घरमै टिमवर्कको सिक्ने थाहै कुरो छैन होइन तपाईँको विनम्रता भनेको घरबाट सिक्ने चिज हो क्या गएर पार्टी चलाउने बेलामा गएर सिक्ने चिज होइन विनम्रता संवाद अर्कोले भनेको कुरालाई सुन्न सक्ने सहन सक्ने नेताको त आउँछ त केपी ओली प्राइम मिनिस्टर हुँदा नि त भनेनन् कस्ता कस्ता नारा लगाएर पनि गाली गरे पुतला जलाए गरे त्यो त्यस्ता कुराहरूलाई सहन सक्ने क्षमता राख्नु पर्यो सबैसँग संवादमा अगाडि बढ्न सक्नु पर्यो र आफ्नो इमान्दारितालाई कायम राख्दै अगाडि बढ्न सक्नु पर्यो यो त्यो त हो गरेन अब यो भने गलत पार्टी बाटोमा जान्छ सिस्टममा काम गरेको टिमवर्कमा काम गरेको अलिकति अनुभव चाहिन्छ क्या यसमा अब त्यही अनुभवको कमी हो अहिले देखिएको होइन अनुभवको कमी त छैन टिमवर्कमा एक्लै तपाईँको चुनाव लडेर त्यत्रो काठमाडौँ महानगरको जित्यो भनेपछि हो टिमवर्क नै नभएको होइन त्यो टिमवर्क होइन छ तर देश त्यस्तो चलाउनको लागि अहमताले बिगार्यो क्या उसको अहमता अनि त्यस पछाडि जुन त्यही अहिले राखेका नयाँ नयाँ सल्लाहकारहरू भनेको चाहिँ उनीहरू अन्तर्राष्ट्रिय क्षेत्रको राजनीतिको चाहिँ टपमा गएर अनुभव नभएकाहरू हुन् बालिन आफै भनेको अध्ययनशील मान्छे उसँग अनुभव छ त्यो कुराहरूमा उसले बुझेको छ होइन अनुभव होइन नभएको नि अनुभव हुनु इन्डिभिजुअल भएर अनुभव हुनु र टिमवर्कमा अनुभव हुनु फरक कुरा हो के त्यही त अब आउने नै त्यही इन्डिभिजुअल जो स्पिरिट मै एलबी बढेको सरको थियो कुरामा चाहिँ सहमत भएँ है एलबी सरको कुरामा चाहिँ सहमत भएँ के त्यही त्यो चाहिँ भनेको पार्टीगत होइन सबै चिज लिडरसिप सबैलाई मिलाएर लाने त्यो क्षमता बनाएको थियो भने त्यसरी आएको थियो भने र अनि 40-45 वर्ष पुगेको थियो भने त्यो कुरा चाहिँ उसले बुझ्थ्यो ऊ चाहिँ केही हिसाबले पनि त्यसरी थिएन सिधै आयो प्रधानमन्त्री फेरि त्यो भयो सबै चिज कोअर्डिनेसन नभएको भए मन्त्री ब्रो त्यो कोअर्डिनेसन नभएको भए 2/3 कसरी आयो त उसको क्रेजको त्यो होइन आधारमा त्यो त्यो त मात्रै आएको अलिकति थियो त्यो नि त्यो कोअर्डिनेट त्यो त गरेर अर्कै कुरा छ लिडरसिप त्यसको थ्योरी अर्कै छ विष्णु सर लिडरसिप अर्कै छ थ्योरी मात्रै होइन त्यसको क्या थ्योरीको कुरा क्षमता नगर्नु देखाएरै आएको यस्ता यो थ्योरीहरूको कुरा आन्दोलनको नगर्नु क्या किन भन्दा आएको म मत हो क्या बच्चा यसलाई हुँदादेखि पार्टीको मतमा ठान्नु हुँदैन म बच्चा हुँदादेखि नै मैले एउटा कुरो सुनिरहेँ मेरो कान पाकिरहेको कुरो के हो भन्दा कसैले अलि राम्रो गर्यो राजनीतिमा भने यसलाई चाहिँ विदेशी के अरे यसको प्रभुको हात छ यहाँ छ उहाँ छ यस्ता वायत कुरो चाहिँ नगर्नुहोस् किन भन्दा त्यो सुन्दा होइन सुन्दा अहिले कान पाक्छ आन्दोलनको स्पिरिटबाट आएको भोट हो क्या यो राष्ट्रवा पार्टीले होइन मिहिनेत गरेर आएको होइन होइन मिहिनेत गरेर होइन आएको भोट हो आन्दोलनको स्पिरिटबाट आएको भए त जेन्जीहरू नै अगाडि आउनु पर्थ्यो त किन आएन त
के भन्दा जेएनजीहरुको जनताले चाहिँ अरू कोही सबै नदेखेर यिनीहरूले एउटा बनाएको टिममाथि विश्वास गरेको टिमवर्कमै होइन विश्वास होइन गरे हो। मालेलाई मात्रै जेएनजीहरुको विश्वास गरेर पनि भोट दिए होइन, रविलाई मात्रै विश्वास गरेर भोट दिए पनि होइन, यिनीहरूको त्यो पनि टिमलाई नै विश्वास होइन। गरेर भोट यो के हो भने जेएनजीहरुको स्पिरिट यिनीहरूले क्याच गरेको हो होइन। जेएनजीहरु अरू ठाउँमा थिएन नि त, अरू कहाँ चुनावमा थिए त अरू जेएनजीहरु। अनि यो जेएनजीहरुको स्पिरिट यिनीहरूले क्याच गरे अनि जनताले परीक्षणको लागि अब यो दिएको हो पार्टीले मेहनत गरेर संगठन बनाएर आएको भोटै होइन नि। होइन होइन होइन, यो कुरा चाहिँ म मान्दिनँ तपाईँले भने। अनि त्यो सङ्गठन बनाएर जेएनजीकै आएको होइन स्पिरिट क्या, यस्तो हो क्या, उसको जेएनजीकै न वडा स्पिरिटलाई अध्यक्ष छ जेएनजीकै न सुन्नु न उसको मान्छे छ। जेएनजीकै विशेष सर उसले चाहिँ होइन मन्त्री कहाँ कहाँ गएर घोषणा गर्यो, मन्त्रीको कहाँ कहाँ गएर सम्बोधन गर्यो र कहाँ कहाँ गएर चाहिँ मन्त्री उसले चाहिँ मान्छे बनायो र उसले चाहिँ त्यसरी उसले चाहिँ भोट ल्यायो भन्नु त ल, टिकटकबाट ल्यायो भन्नु र न। टिमवर्कमा काम गरेर भोट ल्यायो। नत्र भने अर्को इक्जाम्पल दिन्छु नि, के अरे कुलमानको क्रेज बालनको भन्दा कम थियो त, कम छ त, अहिले पनि छैन नि। कुलमान किन चाहिँ नि एक सिट पनि जित्न सकेन? हर्क साम्पाको पनि क्रेज थियो नि त। जेएनजीको स्पिरिटमा थिएन नि त, जेएनजी होइन नि त कुलमान, जेएनजीको स्पिरिटमा आएको हो क्या अहिलेको भोट भनेको जेएनजीलाई स्पिरिटमा आएको हो। सर बालेन चाहिँ आन्दोलनको कुन ठाउँको जगमा जेन्जी हो जेएनजीको त? स्पिरिटमा बालेन जेन्जी होइन नि त, बालेन जेन्जी हो त, यो बालेन राष्ट्रपा जेन्जी हो। पार्टीले भोट ल्यायो भन्ने कुरा बेकार हो क्या। त्यो राष्ट्र पार्टीको कुनै पार्टीको मेहनतले आएको भोट हुँदै होइन कि। पार्टीको मेहनतले भनेकै छैन नि मैले, यिनीहरूको टिमवर्कले गर्दा यो आएको चिज हो काङ्ग्रेस क्या। यो पार्टीको काङ्ग्रेस र एमालेको फ्रस्ट्रेसनमा अल्टरनेटिभ देखेर आएको भोट हो, अरू केही पनि होइन विष्णु सर। त्यो पनि होस्, तर त्यसमा टिमवर्क नभएको भए जस्तै कुलमानको किन आएन सर? मैले भने टिमवर्क इक्जाम्पल किन चाहियो विष्णु सर? तपाईँको अगतिलो मान्छे त्यो काङ्ग्रेस एमाले अगतिलो भनेछ त्यसै भोट दिने भयो। हेर्नुहोस् त्यो राम्रो नराम्रो योचोटि त तपाईँको शेरबहादुर पनि तपाईँको घन्टीमा उठेको भए जित्थ्यो कि। तर यिनीहरूले बनाएको त्यो उहरू हेर्नु न, तपाईँले बुझ्नुहुन्छ क्या टिमवर्क भनेको कुरो। यिनीहरूले निकालेको जुन अवधारणा पत्र के भन्छ, प्रोस्पेक्टस जुन निकालेको थियो नि, त्यो सबै यिनीहरूको टिमवर्क नै नभइकन भएको चिज होइन क्या। टिमवर्कमा यिनीहरूको राम्रो नगरपालिकादेखि नै देखिएको छ क्या सर। मैले भन्न खोजेको त्यो हो। तर के भन्दा जब तपाईँको ब्रान्डिङ र मार्केटिङमा जब हो विष्णु पोस्ट सर। ब्रान्डिङ र मार्केटिङ बाहेक मैले अरूमा चाहिँ देख्दिनँ। यिनीहरूको ती साथी भाइका सर्कलहरू पनि त्यस्तै त्यस्तै देख्छु म तपाईँको। अब मिडियासँग रिलेटेड मान्छेहरू मात्रै देख्छु। दाइ हेर्नुहोस् भयोभरको फेसबुक ब्रान्ड पेजको एडमिनहरू ब्रान्डिङ सबैसँग ब्रान्डिङ र सबैसँग मार्केटिङको लागि त अब त्यो यिनीहरूको चाहिँ टिम चाहिँ एकदमै राम्रो हो विष्णु सर। त्यो बाहेक चाहिँ अरू चाहिँ मैले चाहिँ देख्दिनँ है, क्लियरली होइन भन्दाखेरि। राजकुमार दाई, भयोभरको फेसबुकको एडमिनहरूसँग चाहिँ साँठगाँठ भएको मान्छे होइन एडमिनहरूसँग, अनि देख्ने अरूले त त अनि देखिन्छ त्यसरी नि। चाहिँ अनि अर्को कुरा पनि तपाईँको डोनाल्ड ट्रम्पको आउँदैन तपाईँको चाहिँ तपाईँको 1 घन्टामा चाहिँ तपाईँको चाहिँ 2000 कि 3000 कमेन्ट पनि आउँदैन। वर्ल्डको लिडरको उसको चाहिँ 5 मिनटमा चाहिँ तपाईँको चाहिँ 15-20 हजार गरेर कमेन्ट आउँछ। एकचोटि हेरेको थिएँ सर लगभग चाहिँ त्यस्तै होइन त्यस्तै कुराहरू नै 5 यिनीहरूले मिनट आधी टिमवर्क घन्टामा गरी 5 लाख निकालेको 6 लाख कुराहरू लाख हो। भन्न चाहिँ सकिएन विष्णु सर। टिमवर्क त हुन्छ नै, त्यो हुँदैन भन्न खोजेको होइन। तर चाहिँ टिमवर्क चाहिँ यिनीहरूको एकदमै बवाल थियो भनेर चाहिँ त्यो भन्ने पक्षमा चाहिँ म थिइनँ। समयले अब उनीहरूको साथ दियो। समय नै सबैभन्दा बलवान थियो। समयको त बलवान त उनीहरूले क्याच गरे। अपर्च्युनिटी उनीहरूको ढोकामा आएको थियो, त्यो उनीहरूले क्याच गर्न सके। अपर्च्युनिटी क्याच गर्न सके, त्यही नै हो विष्णु सर। तपाईँको एकदम विपरीत दिशामा हुँदाखेरि उनीहरूले जितेर देखाउन सक्नु पर्यो नि विष्णु सर। त्यो त सक्दैन। टिमवर्क एकदम विपरीत दिशामा छ, समय आफ्नो अनुकूल छैन भने यो टिमवर्कले जिताएर जितिदिन सक्छ विष्णु सर। अबको पालामा तपाईँको द्वितीय आउन सक्छ र बहुमत आउन कठिन हुन्छ। समय बलवान थियो कि परिस्थिति बलवान थियो। हेर्नुहोस् विष्णु सर। होइन राम्रो काम गरेर भने किन बहुमतको कुरा, एक सिट पनि नआउन सक्छ सर। कुलमानको हालत हुन सक्छ त, नेपाली जनताले त देखाइदिइसक्यो त कुलमानलाई हराएर। कुलमान घिसिङले हार्छ भनेर कसले सोचेको थियो भन्नुहोस् न? मैले त सोचेकै थिइनँ कहिले। कुलमान त अब त्यो परिस्थितिले बढाल्छ भने त मैले सोचिसकेको। कुलमान हार्छ त थाहा थियो विष्णु सर।
मैले त कुलमान हार्छ भनेर त सोचेको पनि थिएन। अब राजु पाण्डेले जसले जितेर कुलमान हार्ने भनेपछि त अब मान्छे जनता कति अन्धा भेडा हुन् भने त त्यही त यस्तो प्रष्टै थियो हो। कुलमान यदि त्यो पहिला यता आउँदै नगा राजसभासँग कि मिल्दै नमिलेको भए कुलमानले जित्थ्यो कि आएपछि जहाँ फर्किने हुन्थेन क्या। त्यो आएर छोडिसकेपछि उसको क्रेजै घटेर गएको हो क्या। ऊ कि भने पहिले नै पस्नै हुन्थेन, यता निस्किने आउनै हुन्थेन, छोड्नै नछोडे भए कुलमानले जित्थ्यो। ऊ चाहिँ यता र उता खेल्दाखेरि उसको चाहिँ सबै इमेजै बिग्रियो हो क्या। त्यसले चाहिँ उसलाई हराएको हो। राजनीति भनेको तपाईँको परिस्थितिलाई टिमवर्कले क्याप्चर गर्न सकेन भने बिग्रिने कुरा हो क्या। खोज्नु त गगन थापाले नै खोजे भने सकेन त। ऊ त झन् त्यति लामो यस्तो हो नि काङ्ग्रेसको त विष्णु विरासत। सर। त्यो गगन थापाले पहिल्यैचोटि रविले 4 नम्बरबाट चुनाव जिते भए गगन थापाले उठा भए गगन थापाले पनि हार्न सक्थ्यो नि त। गगन थापाको लागि उसले छोडिदिएको हो। रविले 4 नम्बरमा उम्मेदवारै स्वतन्त्रको नउठाएको हो। त्यतिखेर माहौल सेन्टिमेन्ट त्यो अनुसारको थियो नि त। पछि उसले नै रविको खैरो खन्यो, रविको विरोध गर्यो। यो रविको विरोध तपाईँको गरेको कारणले रवि गगन रवि पछि पर्या त हो पछिल्लो रविलाई पिरियडमा। त केमा खोजेको भने त्यो पनि त एउटा कारण हो। रविको रविको ठाउँबाट गगन थापाको ठाउँबाट हेरौँ न, विपक्षी भएर उसले विरोध गर्नै नपाउने हो र एकचोटि संसदमा हो त भन्ने विरोध त्यो क्ल्यास भयो। जुन मान्छे चाहिँ तपाईँको चाहिँ त्यहाँ भयो। पाउँछ सर, तर हरेक पटक संसद बस्दाखेरिको भाषणमा हेर्नु न, एकहोरो रविलाई नै पेला छन्। एमाले त सिङ्गो पार्टी ओली नै लागेर पेल्यो भने काङ्ग्रेसबाट त गगन थापा बाहेक अरू त्यसरी पेल्ने कोही पनि देखाएको छैन नि त। पुरानो सांसदका रेकर्डहरू हेर्नु। अनि बोल्नै नपाइने त नि विष्णु सर गर चाहिँ बोल्न पाइयो, केही तर भयो। एउटै कुरोमा एकहोरो ठेल्न ठेल्या भएर उसको सेन्टिमेन्ट गलत गयो पब्लिकमा भन्न खोजेको क्या मैले। अब गृहमन्त्री बोल्न त के भएको छ, गलतको तिम्रो विरोध चाहिँ गर्नै अब पाइयो क्ल्यास के अरे तपाईँको चाहिँ अब के सिद्धान्त भनिदिँदैछ होइन। विष्णु सर? यस्तो हो क्या सर, उसले रविले सहकारी नठगेकै थियो भने अहिलेसम्म त मुद्दा फेर्न पर्दैन थियो होला नि। उसको 2/3 सरकार हुँदा पनि गरेकै थियो र त लाग्यो नि। तपाईँ हामीलाई पनि त कसैले चाहेर गर्न सक्यो भने लाग्छ त नगरेको चिज। त्यो हुँदा हुँदै रविलाई पनि जेल एकछिनको पेल्दा विष्णु सर, पेल्दा उसको आफ्नै इमेज बिगाऱ्यो क्या उसले गगन थापाले भन्न खोजेको। रविलाई होइन, रविलाई बालनले जेल हाल्न सक्छ है। सक्दैन होइन, रविलाई बालनले जेल हाले होइन, उसको अदालतमै भएको मुद्दाले जान सक्छ क्या। त्यो सरकारले, हाम्रो भ्रम चाहिँ के छ भन्दा सरकारले त्यो मुद्दा फिर्ता लिन सक्छ भन्ने छ। सबै मुद्दा सरकारले फिर्ता लिन सक्दैन क्या। मास पब्लिकमा गएको मुद्दाहरू सम्भव हुँदैन थियो। सरकारले लिन सक्ने मुद्दाहरू फिर्ता लिइसक्यो। अहिलेको मुद्दा सायद जहाँसम्म लाग्छ मलाई सरकारले नभइकन पीडितहरूले दिएको मुद्दा हो। बालन आफैले चाहिँ रविलाई जेल हाल्दैन। फेरि उनीहरूको टिमवर्क मिलेको छ। यदि उसले गलत गरेका थिएन भने जोसुकै विरोधमा लागेर गरेको भए पनि ल एक ठाउँमा गएर पेल्न सक्थ्यो होला। ठाउँमा उसको मुद्दा आउनुपर्ने कारण भनेको चाहिँ त्यहाँ त गलत त भएको रहेछ त। गलत तपाईँले त पनि गरेको बालनलाई रहेछ भोट नि। हाल्नु भन्ने हो, बालनलाई हुत्याएर भोट हाल्नु झुक्किएर भन्नुभयो भएको होइन। होइन, तपाईँले पनि बालनलाई भोट हाल्नु भन्नुभयो हो घरमा? कसले? तपाईँले सोधिहालेँ मैले। हो, मैले त भोटै मागिदिएको हो नि बालनलाई। म आफैले त कहाँ हाल्नु, म विदेशमा छु। भोट हाल भनेर मागिदिएकै हो मैले बालनको लागि, भोटै मागेको। त्यसमा त मैले होइन भन्नुपर्ने कारणै छैन। तर तर उसले गलत गर्यो भने गलतको विरोध त गर्न आज सक्दैन। औँसी पूर्णिया के हो यस्तो मोडै नपाउने मैले। गलतको विरोध गर्न पाइयो, सहीको समर्थन गर्न पाइयो कि। भोट हाल्यो भन्दैमा उसले जे गरे पनि चुप लाएर बस्नुपर्ने पुरानै त्यो कार्यकर्ताहरूले देखाएको झोले प्रवृत्ति गरेर त भएन नि त। भोट पनि हाल्ने, जवाफदेहिता पनि लिने, त्यही त हो कुरो। जति जे भए पनि हेर्नुहोस्, अहिलेको सरकारको म्यान्डेट भनेको आन्दोलनको म्यान्डेट हो।
आन्दोलनको म्यान्डेट पनि भ्रष्टाचार निर्मूल गर्ने र भ्रष्टाचारले कारबाही गर्ने म्यान्डेट प्रमुख हो। यो दुईटा कुरामा खर उत्रिन सकेन भने सरकार अरू केही गरेर पनि सफल हुँदैन। यही मूल मूल म्यान्डेट पुरा गर्न सक्नुपर्छ क्या। जसरी प्रचण्डले जनयुद्धको म्यान्डेट पुरा गर्न नसकिन असफल भए, त्यस्तै यो बालनले यिनीहरूले पनि आन्दोलनको म्यान्डेट पुरा गर्न सक्छ। मुद्दा त टाउकोमै छ रविको। सही हो यो कुरो सही हो, तर तपाईँको त्यो गर्न सकेन भने तुरुन्तै कथा साफ हुन्छ क्या। जोइस भाइ बोला न बोल। अब सबैजना कोही छैनन् के बोल्नु। रकजी भन्ने हुनुहुन्थ्यो, खै कहाँ जानुभयो। ए बन्धुजी बोल्नुहोस् त, बन्धुजी कता जानुभयो? आउनुहोस् माथि। त्यो तिम्रो घर थियो गोबटाको फोटो हो भाइ? ए जोइस भाइ हजुर होइन दाइ होइन, घरतिमबाटको फोटो। यो आज 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 के अरे क्लब हाउसमा आगो जलेको थियो भन्नुभएको थियो होइन एकजना दाइले, अनि त्यो छतबाट हेरेको थिएँ कि त्यही फोटो खिचेको थिएँ, अनि त्यही हो। तिम्रो एनालाइसिस कस्तो भयो त नि तिम्रो एनालाइसिस गोरा? त दाइ ग फाइनेन्स त हुन्छ, कसैले गर्दैन यस्तो एनालाइसिस। नेक्स्ट लेभलको छ भने त भन्न आफ्नो लागि जसले पनि तारिफ गर्छ बढी भन्छ होइन, तर त्यो चाहिँ तिमीले मैले गरेको चाहिँ थियौ त्यसलाई इन्भेस्टमेन्टै गरेको थियौ। हजुर डाटाको लागि एनालाइसिसको लागि 6-7 लाख फाले हौ। होइन त्यो मैले जस्तो एनालाइसिस त कुनै अहिलेसम्म त्यो सर्भिसले गर्न सके पनि गरेको छैन कि। त्यो छुट्टै एउटा चाहिँ तपाईँहरूले त्यो अस्ति तपाईँले भन्नुभएको थियो नि त त्यो बाई भएको थियो भनेर, त्यतिखेर पनि मेरो देखिन्थ्यो, तर मैले चाहिँ फिल्टर हालेको थिएँ क्या दाइ। फिल्टर चाहिँ बाईमा हेरेको थिएँ क्या, बाई हो कि त्यो सेलमा थियो, अनि त्यो तपाईँले गरेको बाई थियो, अनि त्यो भएर नदेखा हो कि। खास गरी देखिन्छ त्यो त्यस्तो खालको एनालाइसिस त गर्दैन नेप्सेमा अहिलेसम्म त, पछि गर्ला होइन। चुकुले पनि गर्न खोजेको छ तर गरेको छैन। अलिकति यो खालको अल्गोरिदम चाहिँ अलिकति पावरफुलै छ जस्तो लाग्छ मलाई चाहिँ होइन। अलिकति त्यो डाटा क्वालिटीहरू सबै चिजलाई चाहिँ मैले धेरै नै भयो नि त, 6-7 महिना भयो क्वालिटी कसरी बनाउने भन्ने कुरा पनि जान्ने सिकेँ। अब त्यो एकैचोटि कसैले बनाउनु खोज्दाखेरि अब डाटा क्वालिटी चाहिँ बनाउन गाह्रो हुन्छ नि त, तिनीहरू पनि त्यो गल्ती देख्नु पऱ्यो। किन नेट्सको डाटा त गल्ती पनि आउँछ, कस्तो कस्तो हुन्छ थाहा छ। मार्केट एफ आयो भने मार्केट एफमा जस्तै 1 लाख कि त कारोबार भएको छ भनेर देखायो भने होइन, अर्कोचोटि फेरि मार्केट एफ आउँदाखेरि चाहिँ 1,90,000 देखाउँछ क्या त। होइन 1,90,000 होइन, 90,000 देखाउँछ। 10,000 किता त गायबै हुन्छ क्या मार्केट एफमा। त्यस्तो त्यस्तो डाटा पनि हुन्छ क्या दाइ, बुझ्नु भएन? अब त्यस्तो रङ डाटा, त्यसरी डाटाहरू ग्लिच हुन्छ,
त्यसरी चाहिँ रङ हुन्छ, फ्लो सिटमा एउटा डाटा हुन्छ होइन। त्यो सबै चिजहरू त मैले त देखेको छु नि त। अनि त्यो कुराहरू चाहिँ कसैले गर्छ भनेर गर्छु भन्दाखेरि चाहिँ त्यो तिनीहरूले पनि गर्नु त सक्छ, तर तिनीहरूले चाहिँ डाटा क्वालिटी बनाउन चाहिँ गाह्रो लाग्छ, गाह्रो हुन्छ। यो एनालाइसिस पछि हुन्छ दाइ, अर्डर फ्लो एनालाइसिस नेपालमा। कोही भन्नु नि त आज त साथीभाइहरू नि। तर विष्णु सर धेरै पछि देखेँ यार। विष्णु सर तपाईँ पहिला पहिला तपाईँलाई चिनेको छु होइन, तपाईँ धेरै पछि तपाईँलाई देखायो हो क्या। अहिले देख्न थालेको चाहिँ भर्खर 1-2 हप्ता भयो होला, धेरै पछि क्या। कहाँ हराउनु भएको थियो? विष्णु सर बाहिर निस्किनु भयो कि? विष्णु सर म हराएको थिएन मन्त्री ब्रो, कहाँ हराएको थिएँ म? अनि तपाईँ देखिनँ क्या म त कहिले पनि नेटवर्क माथि आएर बोल्नु नभएको हो। सुनेर बस्थेँ। ए क्लब हाउस सुनेर बस्नुहुन्थ्यो। सुनेर बस्थेँ। बरु ब्रोलाई चाहिँ मैले देखाएको थिइनँ, पछि आएर बोल्नु पर्यो। मैले देखेको थिइनँ। होइन म पनि खासै बोल्दिनँ थिएँ कि क्लब हाउसमा। म पनि यसो आजकल त धेरै तिमी पहिला जस्तो बोल्दैनौ, त म तिमी बोल्दैनौ, 24 घन्टा बोल्दिनँ नि तिमी विष्णु बोल्दैनौ। सर। पहिला पहिला 24 घन्टा जस्तो बोल्दिनँ नि। पहिला पहिला त म नआएको दिनै हुँदैन थियो। अहिले त म जस्तै झ्याउला आयो भने तल आएर बस्छु क्या म। माथि आए पनि मोड भयो भने जेसुकै भयो पनि म तल जान्छु क्या। आफ्नो बानी चेन्ज गर्न कति गाह्रो हुन्छ। पहिला तिमीले कसरी महाराजाको नबोलेको यार तल भाइ यार। अँ तपाईँले ठिक मान्छे भन्नुभयो। म धेरै महाराजा म बोल्न अहिले जस्तो लास्टमा दाइले बोल बोल भनेर बोले हो क्या होइन। अघि मलाई चित्त नबुझेर बोले हो क्या। चित्त नबुझ्नु पनि कुरा आउँछ क्या। अघि तँ एउटा नन कुरा स्टप थियो बोल्थ्यौ के, यार भाइ यार। तिमीले त चेन्ज गरेको हो यार। चित्त नबुझेपछि म बोल्न आउँछ अहिले पनि। ब्रो धेरै टाइम अघि 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 त्यस्तै हो कुरा हो। चित्त कहिले काहीँ रङ इन्फर्मेसन, जस्तै अस्ति नेप्सेको इन्डेक्सको गफ हान्न थाल्यो आइस ब्रोले, अनि अर्कोले चाहिँ औकात देखायो भनेपछि भन्ने आरोप सरले भन्नुभयो। मलाई चित्त दुख्यो क्या। त्यस्तो चित्त दुख्यो भने चाहिँ माथि बोल्न आउनु मन लाग्छ अहिले पनि। अहिले पनि चित्त दुखेर बोल्न आयो। त्यो के भन्दाखेरि अघि नेप्सेको कुरा गर्दाखेरि चाहिँ नेप्सेको चाहिँ ब्रोकरहरूले चाहिँ होइन कति धेरै गाह्रो तरिकाले चाहिँ मार्जिन लोन लिएको यताउता ग्राहकहरू के भने के। अनि वास्तवमा त्यो नेप्सेले गाह्रो बनाएकै होइन, सेभनले गाह्रो बनायो नि। सेभनले चाहिँ त्यो जुन तरिकाको प्रक्रिया बनाएको छ त्यही प्रक्रिया अनुसार त्यसले चल्यो। प्रक्रिया चल्दाखेरि त्यो प्रक्रिया नि त्यस्तै गाह्रो छ भने त सेभन ब्रोकरले चाहिँ होइन गल्ती गरेको भन्नु त मिल्दैन। ब्रोकरले होला अब आफ्नो मान्छेलाई देला त्यो अलग कुरा, तर प्रक्रिया त त्यही त हो नि, त्यो आफ्नो मान्छेलाई पनि भन्ने कुराहरू चाहिँ अघि यहाँ डिस्कसन भएको थियो। अनि त्यसको लागि माथि आएको थिएँ म। विस्तार अनि के छ तपाईँ जे सुन्नुहुन्थ्यो। अनि यो किन रुममा चाहिँ नसुन्नु, तपाईँसँग त कति भएन, 2-3 वर्ष, कति 3 वर्षै 3-4 वर्षै हुनु आएको। 3 वर्ष हो। 3 वर्ष 4 वर्ष त होइन, 3 वर्ष हो। 3 वर्ष जति फाइनेन्सहरू होइन, फाइनेन्स होइन। फाइनेन्समा मन्त्री बोलेर भाइ यस्तो उस्तो भन्ने कुराहरू मजाले सुन्नु। होइन मैले धेरै दुःख गरेँ क्या त्यतिखेर। अब अहिले अहिले त मेरो आफ्नो सफ्टवेयरले सबै भन्छ होइन। त्यतिखेर सबै दुःख गर्थेँ कि तपाईँ दाइ। तपाईँको चाहिँ पुरानो आइडिया हो भने च्याट हिस्ट्री हेर्नु। तपाईँले मलाई चाहिँ नि 1-2वटा स्क्रिप्टको होल्डिङ्सहरूदेखि सबको गरेर हेल्प पनि गर्नुभएको छ। हो र त्यो त मलाई थाहा भएन, यो मेरो आइडी नयाँ हो। मैले चाहिँ एउटा क्यानाडामा बसेँ सरलाई चाहिँ होइन, मलाई याद छ डोल्टी किन्नुहोस् भनेको थिएँ होइन। अनि डोल्टी किनेपछि चाहिँ अनि के गर्नुहोस् भन्दाखेरि त्यो चाहिँ चुप्लाएर बस्नुहोस्, क्षमता छ भने अनि डबलमा बेच्नुहोस् भनेको थिएँ होइन। अनि उसले चाहिँ 15,000 किताबको क्यानाडामा बस्ने एउटा तपाईँले पनि चिन्नुहुन्छ होला, बेला बेला आउँथ्यो, नाम चाहिँ थाहा भएन। अनि उसले चाहिँ अनि पछि अनि उसले बेच्यो कि अगाडि पनि बेच्यो कि के भयो तर थाहा भएन। उसले चाहिँ के भन्यो भन्दाखेरि मैले चाहिँ पछि राइट सेयर आउनुभन्दा अगाडि बेचेँ, डबलमा बेचेँ भन्थ्यो कि। अब त्यो चाहिँ अब क्षमता भएको मान्छेले गर्ने कुरा हो भनेर भनेको थिएँ कि। अनि त्यतिखेरको कुरा हो त्यो होइन। अनि त्यो अनि मान्छे विष्णु सर, अब आउँथ्यो बेला राम सर त हराउनु भयो। एक दिन बोलाउनु न विष्णु सर।
राम सर मसँग नि कन्ट्याक्टमा हुनुहुन्छ। थ्याङ्क यू, हेभ अ नाइस इभिनिङ। राम सर मेरो नि कन्ट्याक्टमा हुनुहुन्न हो सर। नत्र भने आउनुहुन्थ्यो भने प्याट्टै हराउनु भयो। को राम राम सर उहाँ नि भने मैले चिनिनँ। उहाँ नि यहाँ यति लडाइँ गर्थ्यो फरेनमा होइन विष्णु सर? राम्रो अगतिलो कमाएको मान्छे मान्छे। अगतिलो होइन मान्छेहरूसँग विष्णु यति सर, मैले लडाइँ राम गरेको सर भने विष्णु सर चिनिनँ नि त, मैले चिनिनँ नि त, को हो राम सर? पछि पछि आउनको तिमीले याद गरेन होला भाइ। राम सर आउँदाखेरि मलाई जहाँसम्म लाग्छ मन्त्री ब्रो आउन कम भइसकेको थियो होला। एक जमानामा भएन त म दाइ पछि भएन। ठुलो हाउसमा हुन्थ्यो नि। तर मलाई विष्णु सर चाहिँ मलाई याद छ, मलाई मजाले याद छ विष्णु सर। राति हामी कुरा गर्थ्यौँ क्या, राति राति त्यति नै हो। कति बदमासहरूसँग कति झगडा गरियो विष्णु सर? हजुर बदमासहरूसँग कति झगडा राजकुमार गरियो? राजकुमार दाई त्यति हुँदैन थियो त। त्यही राजकुमार त दाईले कति ठुलो कुरा गरेर हामीसँग हुँदैन थियो त राजकुमार दाई। विष्णु दाई, म अनि अरू अरू ग्याङ छुट्टै हुन्थ्यो हामी। के कुरा गरे के कुरा गर्छौ तिमी पनि? किन नहुनु हौ, राजकुमार सर, हाम्रो आरब सर, हाम्रो टोली त्यो बेलामा। अर्को हाम्रो तिमी भाइ थियो के अरे तिमी होइन होइन क्लब होइन, नारायण म हाउसमा म म गएपछि होला, तिमी म हुँदाखेरि चाहिँ विष्णु सर हामी अर्कै ग्याङ थियो क्या तपाईँसँग राति विष्णु सर। अबेर हुन्थ्यो, राजकुमार सर पनि हुनुहुन्थ्यो त्यो बेलामा, याद गर्नु भएन होला तपाईँले। तर राजकुमार सर यसरी बोल्नुहुन्न थियो त्यो बेलामा। कहिलेकाहीँ आउँथेँ म भाइ। कहिलेकाहीँ आउनुहुन्थ्यो। त्यो अर्को एउटा भाइ थियो नि, त्यो के अरे उसको रुम थियो क्या, उसको रुम थियो क्या त्यो के अरे नाम, के अरे नाम, त्यो हाम्रो एउटा चाहिँ पोखरा केटाको त्यो रुम थियो क्या, विजय त्यो भाइ रुममा विजय भाइ हुन्थ्यो क्या हामी। विजय भाइ। विजय विजयहरूको घर विजय अधिकारी हो क्या अरे होइन? ओ विजय अधिकारी नै हुनु भाइ। ओ केकेहरूको घर भन्ने थियो। त्यसमा त्यो भाइले भन्थ्यो ल सिकाउनु पर्छ है दाइ सबलाई यहाँ यस्तो उस्तो अब भन्थ्यो। हामीले नेपाल बनाउनु पर्यो गाइस, नेपाल बनाउनु पर्यो, हाम्रै हातमा छ नेपाल। घन्टी डिपी नि ठिक छैन है, मान्छे नतान है। देश भाइ को आएर बोले अहिले? एकजना को आएको थियो विष्णु सर? अनि दाइ के भन्नुभयो मलाई, के भन्नुभयो? ए एकजना अर्को मान्छे आएको थियो, फेरि आइन नतान है, त्यो डिपी कति लगाइन भनेको। ए होइन, रुम खोल्दै हुन्छ नि दाइ सबलाई। कसरी खोल्ने हो जस्तै अस्ति आरएसएमएलको कुरा भएको थियो, आरएसएमएलको कुरा होइन, जुन तरिकाले बेचेको थियो होइन, जुन तरिकाले म्यानिपुलेट गरेको थियो सबै देखिरहेको थियो क्या दाइ, होइन मेरो सफ्टवेयरमा। अब त्यो अस्सलाम वालेकुम। ल ल अस्सलाम वालेकुम मिया। भयो मैले रिमुभ गरिदिएँ। मलाई उयो आयो झन्। भन न भाइ ल। एनीवान अलाउ नगर्नु न, कसैले ह्यान्ड रेज गर्यो भने आउन मिल्ने गर्नु। अनि तपाईँले अनि म हेरिराख्नु हुँदैन नि त दाइ, हेरिराख्नुहुन्छ र क्लब हाउस? हेरिराख्छु मैले त भाइ। तर अब यसपालि के स्विङै आएन दाइ, स्विङ आउँदैन। मेरो एउटा स्टक त बढ्दै बढेर थाहा छ यसो प्यानल होइन। राजकुमार मिठो सरले दिएका स्टकहरूबाट कतिको काम गरियो त्यहाँ? हाम्रो राम्रो टिमवर्क भएको थियो त। अहिले त समयले पनि साथ दिएको विष्णु सर। त्यो बेलामा राम्रो गरियो नि सर, नगरेको होइन। ज्याब ज्याब तपाईँले इन्फर्मेसन दिएको हुन्थ्यो। ज्याब ज्याब राम्रो इन्फर्मेसन त्यो हुन्थ्यो, तपाईँको रिपोर्टको इन्फर्मेसन हुन्थ्यो विष्णु सर। अहिले त झ्याउ लाग्यो, मार्केटै त्यस्तो छैन। अनि
तर त्यो दाइले बेलामा राम्रै गर्दाखेरि गरे दाइले गर्दाखेरि सिक्नेसमा चाहिँ मैले कमाएँ है। आजकल दाइ थ्याङ्क यू है, त्यसमा चाहिँ कमाएँ। तर सिग्लेसको त अनि एकदम त्यही त त क्लियर अनि प्याटर्न, सिग्लेसको त त्यही त यस्तो अनि क्लियर प्याटर्न थियो नि भाइ, 71 41 र तिनटाको एउटाले 35, एउटाले दिने एउटाले दिने, यस्तो क्लियर प्याटर्न थियो यार सिग्लेसको यार। होइन तपाईँले भनेको कुरा त्यो सबै चिज रङ हो होइन। सिग्लेस चाहिँ हावातालमा उडाएर रहेछ होइन, सबै चिज चाहिँ पछि देखियो हावातालमा उडाएर रहेछ, 1400 पुऱ्याएर रहेछ। पछि तिनीहरूलाई घाटै खाएको रहेछ, प्रमोटरले चाहिँ बेच्नको लागि 1400 देखाएर रहेछ क्या। बुझ्नु भएन, ए प्रमोटरले चाहिँ बाबा, आफ्नो यसको प्रमोटरले बेच्ने खालको प्रमोटर छैन नि के भाइ। होइन दाइ 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 प्रमोटर यस्तो हो क्या दाइ, मैले भन्नु चाहिँ 1400 लगेर खेलाडीले होइन नाफा खान्छु भनेर लगे कि होइन क्या दाइ। स्टक मार्केटमा धेरै खालको बिहेभियर हुन्छ क्या दाइ। तपाईँलाई त्यो प्रुफ देखाउनुको लागि मैले कसरी देखाउनु होइन, माथि माथि राख्न कुनै होला। दिन तपाईँलाई देखाउँला होइन। त्यो त्यसरी हुँदैन रहेछ कि स्टक मार्केट चाहिँ हामीले चाहिँ 10,000 किनेर 1200 किनेर त्यसपछि अनि अनि 1500 गएर बेचेर नाफा कमाउँछ भन्ने त्यो तरिकाले मात्रै चल्दैन क्या दाइ। यो म यो भ्रमबाट हटिसकेँ क्या, मैले त्यो धेरै स्टकमा देखिसकेँ क्या। काशीको हाइड्रो पावर सबै बवाल थियो क्या भाइ, त्यो ताका खालको भगवती कुरा त्यस्तै होइन क्या, त्यो नाफा खानको लागि लगे होइन क्या, त्यो अब प्रमोटरको ठिकै छ। चाल रहेछ क्या। मैले तपाईँलाई त्यो भनेको नि थिएँ, प्रमोटरले टक्क लगाएर अब त्यो 1400 देखायो होइन, 1400 लगेर टक्क 700मा आफ्नो स्टकहरू तलमाथि गर्दै यार बेच्ने। मलाई लागेको त्यही हो कि भाइ, प्रमोटरमा तिम्रो चाहिँ अब स्पेकुलेसन गर्ने तिम्रो चाहिँ हाइड्रोमा त्यो अवसर हुँदा हुँदा ब्याङ्क किन उडाएर लान्छ र यार भाइ, यार किन गर्छ। लगभग 800 को रेन्जमा छिरेको थिएँ म पनि तर विष्णु दाई 1200-1300 विष्णु को दाई रेन्जमा तपाईँको सर तपाईँको बारेलाई भोट दिएर होइन हाम्रो सेयर मार्केटलाई चाहिँ घाटा भएको हो क्या। अब तपाईँ भन्नुहुन्छ कसरी किन, मलाई म एन्सर दिन्न होइन, तर घाटा भएको हो क्या। ए बाबा सोडिमले झुकाएको 1200 नि, घाटा उसले सोडिमले घाटा चाहिँ एन्सरै छैन सोडिमले अनि झुक कहाँबाट दिने हो त नि एन्सर अनि। एकछिन सोडिमले नि झुकाएको नि भाइ। एक दिन चुनावको 2-4 दिन अगाडि हाम्रो पालामा सोडिम यो के अर्थमन्त्री बन्ने बेलामा हो कि के पनि निकाले होइन, दुईचोटि मान्छेलाई झुकायो नि। सोनिमले झुक्याकै हो पो नि मेन झुक्कायो, त अर्थमन्त्री होइन। सोनिमले कसरी झुक्कायो थाहा छ? सोनिमले चाहिँ के भन्यो भन्दाखेरि हामी चाहिँ सेयर मार्केटमा चाहिँ सम्पत्ति शुद्धिकरण होइन कहाँबाट पैसा आयो हेर्दैनौँ भन्ने भाषण दिएपछि म ढुक्क भयो, नभए म सबै बेच्नेवाला थिएँ कि। दुईटा टिमले क्ल्यास, बालन बालनको टिम पनि जानी जानी सोडियमलाई नराम्रो देखाउने यो पट्टि लागेको थिए भन्ने आएको थियो कि इन्फर्मेसन। अलिक पछि ढिलो आयो। हो त्यही क्लास त देखियो नि अहिले। जानी जानी नै रहेछ कि त्यो बालन सोडियमको खास इच्छाइ रहन्छ भाइ, के अरे सम्पत्ति शुद्धिकरण गर्ने, अर्थतन्त्रलाई नेगेटिभ असर गर्छ भन्दाखेरि बालनको टिमले जबरजस्ती फेलर बनाउनलाई लागि पनि आफू हिरो बन्नलाई नि भनेकै नमान्ने, जानजानी गरिदिने, अर्थगृहलाई ऊ बोलेको एक दिन हुन नपाइकन समात्दिने। अनुभवको कमी त्यही त हो नि सर, टिम क्ल्यास त वर्कमा भयो अनुभव। नै, क्ल्यास त अब भ्याट लगाएको हटाइहाल्यो। सबै अब चिजबाट हामी हटिरहेको छ नि हेर्नु न, सबै चिजबाट हटेको छैन। अनि यसमा दोष कर्म चाहिँ तपाईँले चुनाव जितेर आयो भने त कर्मचारी तन्त्र त पुरानै पार्टीहरूको चाहिँ नि तपाईँको हितको लागि नै काम गर्ने किसिमले यो चाहिँ बसिरहेको छ नचाहिने कुरा सरकार। नगर्नु न। यो चाहिँ प्योर घन्टेले भन्ने कुरा के हो भन्दाखेरि अदालत पनि पुरानो पार्टीको मान्छेले भर्ती गरेको अनि कर्मचारी पनि पुरानो पार्टीले, यो चाहिँ घन्टे जवाफ हो। मलाई यो चाहिँ त बुझ्दैन, अरू जे पनि भन्नु। रियालिटी नै यही हो के भाइ, घन्टे जवाब भने नि नभने। मैले भोट मात्रै मागिरहेको हो कि म कुनै पार्टीको समर्थक होइन, म कुनै पार्टीको समर्थक छैन। पहिला विद्यार्थी कालमा चाहिँ काङ्ग्रेसको समर्थक थिएँ, पछि तिनीहरूको ताल देखेपछि छोडिदिएँ अब। बिचमा फेरि विवेकशीलमा पनि लागे हो, फेरि नगरे होइन। त्यहाँ पनि यो अहिले जति चुरीफुरी गर्नेहरूको चुरीफुरी देखेपछि यिनीहरूको ताल ठिक छैन भनेर छोडिदिएँ। पुराना पुराना कान्तिपुरका आर्काइभहरू खोलेर हेर्नु भने मेरो फोटो देख्नुहुन्छ।
गोविन्द केसीको सपोर्टमा के अरे हाम्रो के अरे पहिला त्यो अख्तियारको प्रमुख के थियो नि एउटा लोकमान कार्की लोकमान कार्की, त्यसको विरोधमा सुशीला कार्कीलाई महाभियोग लाउँदाखेरिको विरोधमा सुरुमा मैले पनि गोविन्द देखेँ केसीको सुशीला कार्की त्यो कुनै बा कुनै बेला होइन रवि सात लामी छानेको आठजना आन्दोलन हुँदाखेरि हाँस्दै हेर्दै हिँड्थ्ने हेर्दै हाँस्दै होइन हिँड्थ्ने न सुशीला तर कार्कीको 2 हप्ता कि कति थियो होइन 4 दिन कि कति थियो त्यसमा पनि महाभियोग लाउनु विष्णु परेको दाई क्या रवि हजुर लामिछानेको हातमा सत्ता आए पनि प्रधानमन्त्री भए पनि लोकतान्त्रिक मूल्य डेमोक्रेसीकै आत्मसात गर्ने त बरु रवि देखिन्छ जस्तो लाग्छ हौ मलाई त मलाई मन परे पनि मन नपरे पनि त्यो त रविको त्यो छवि चाहिँ रविमा देखिन्छ जस्तो लाग्छ कि त्यो पावरको भूत चाहिँ रविमा चाहिँ खासै देखिन्छ जस्तो चाहिँ लाग्दैन के भन्नुहुन्छ यो विषयमा हो ऊ पब्लिकमा घुल्ने मान्छे हो, पब्लिक फोरमबाटै आएको मान्छे हो नि त, मिडियाबाट आएको मान्छे हो, राजनीति बुझेरै आएको हो पछिल्लो समय। अब पारियो यत्रो पनि धोकाधाडी, अब पुराना राजनीतिक दलहरूले कसरी के अरे आफ्नो ईर्ष्या साट्छन् भन्ने पनि थाहा पायो, आफूले गल्ती गर्यो भने कसरी फसिँदो रहेछ भन्ने थाहा पायो। बालेनलाई हेर्दाखेरि गल्ती गरेन भने जति गरे पनि कसरी टिकिन्छ भन्ने पनि देख्यो। बालेनले राम्रो गर्यो भने व्यक्तिगत रूपमा बालेन बहुत बौद्धिक मान्छे हो क्या राजकुमार सर। मलाई चाहिँ त्यस्तो लाग्दैन है विष्णु सर ऊ नर्मल मान्छे नै हो हो हामी मलाई पनि हामी लाग्दैन, तर मलाई पनि लाग्दैन। अहङ्कारी हो क्या, विष्णु सर अहङ्कारी म हो, एउटा कुरा कहिले पनि म अहङ्कार एउटा कुरा गर्ने भन्छु है मान्छे हो। विष्णु सर हामी यस्तै नर्मल मान्छे हो यही पुरानोले गरेर गर्नुपर्ने काम नगरेर कुलमान पनि यसको एक्जाम्पल चाहिँ म कसरी दिन्छु नि कुलमानले एक्स्ट्रा अर्डिनेरी काम गरेको केही होइन हेर्नुहोस् गर्नुपर्ने नर्मल काम तपाईँको रिस्क टेकिङ बिहेभियर त के गर्यो त नि कुलमानले पनि बालनले पनि नर्मल जे गर्नुपर्ने काम हो कुलमान त्यही त नै गरे हो लड्दै आएको हेर्नुहोस् हो, त्यो बेलामा तपाईँको पनि सबै बनिरहेका हाइड्रोहरू जोडिएको, लगभग ऊ नभए पनि लोड सेडिङ अन्त्य हुने अवस्थामै पर्या हो। ए पुलमा